ओके सबैजनालाई नमस्कार। म रोशन बाबु ओझा। हामी यो नाकको एक्सपिरियन्स नाक भिजिटको जुन नलेज छ अथवा जुन एक्सपिरियन्स छ त्यो सेयरिङ गर्ने क्रममा आज हामी अर्को बसाइमा छौँ। यो हाम्रो नाकको रेगुलर कार्यक्रम जस्तै हो। जो जना चाहिँ नार्को नोमिनेसनमा बाहिर भिजिट गरेर त्यो आइदर कन्फरेन्स अथवा वर्कसप अथवा चाहिँ मिटिङ अथवा तपाईँको ट्रेनिङ अथवा एब्रोड स्टडी जे भए पनि नार्को नोमिनेसनबाट गएर फर्कनु भएको हाम्रो नार्को साथीहरूले चाहिँ हाम्रो एक्सपिरियन्स वर्कसप प्लेटफर्ममा चाहिँ आफ्नो प्रेजेन्टेसन सेयर गर्नुपर्ने भन्ने जुन छ त्यो सत्रमा म तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। आज हाम्रो एक्जिक्युटिभ डिरेक्टर र प्लानिङ डाइरेक्टर सर चाहिँ उता मन्त्रालयमा मिटिङ भएको कारणले गर्दाखेरि चाहिँ उता जानुभएको छ। मैले यो प्रोग्राम रेकर्ड गरिरहेको छु। यो प्रोग्राम पछि हामी सबैलाई रेकर्ड उपलब्ध गराउनेछौँ। र म विदाउट फर्दर डिले आज हामीसँग चाहिँ नार्को हालै नवनियुक्त प्रशासन डाइरेक्टर डाक्टर ध्रुवराज भट्टराई हुनुहुन्छ। उहाँको फर्स्ट प्रेजेन्टेसन पनि छ र उहाँलाई हामी सबैको तर्फबाट बधाई पनि दिँदै र थोरै थोरै सुरुमा अलिकति केही सरको रिमार्क्सहरू राखेर अनि आफ्नो प्रेजेन्टेसन अगाडि बढाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ध्रुव सर बस। धन्यवाद धन्यवाद रोशनजी। आवाज आइरहेछ रोशनजी मेरो? आइरहेछ सर, ठिक छ सर, एकदम। ए थ्याङ्क यू भेरी मच। यो चाहिँ रिजनल कन्फरेन्समा म पार्टिसिपेट गरेको थिएँ 29देखि 31 जुलाई 2025मा चाहिँ यो भुटानको थिम्पूमा भइरहेको थियो। यसमा चाहिँ लगभग 75 to 80 पार्टिसिपेन्ट थिए र सार्क मेम्बर स्टेटबाट र अरू केही इन्टरनेसनल पार्टी अरू अरू कन्ट्रीहरूको बाहिरको जर्मनतिरको पार्टिसिपेन्टहरू पनि थियो। इन्टरनेसनल एराउन्ड 55 पार्टिसिपेन्टहरू थिए, तर भुटानको सहित गरेर लगभग 75-80 जना को थियो यसमा सहभागिता। रिजनल कन्फरेन्स विशेष गरेर चाहिँ प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोचेस फर सस्टेनेबल यो ट्रान्सफर्मेसन अफ फुड सिस्टम भनेर चाहिँ साउथ एसियामा चाहिँ यो थियो। अनि नेपालबाट 16 जना पार्टिसिपेट हुनुहुन्थ्यो यसमा। मन्त्रालयबाट कृषि मन्त्रालयबाट हरिबहादुर केसी हुनुहुन्थ्यो, अनि एएफयूबाट डाक्टर सुन्दर तिवारी हुनुहुन्थ्यो, नार्कबाट म थिएँ, अनि लिबर्टबाट एनसापबाट लगायत अन्य अर्गनाइजेसनहरूबाट पनि हुनुहुन्थ्यो उहाँहरू पार्टिसिपेन्टहरू। इट्स अ भेरी बिग ग्यादरिङ थियो त्यहाँ। यसले चाहिँ यो यसमा चाहिँ यो कन्फरेन्सको मेन अब्जेक्टिभ्सहरू के थियो भन्दाखेरि साउथ एसियन साइन्टिफिक कम्युनिटीहरूलाई ओरिएन्ट गर्ने, पर्टिकुलरली चाहिँ इकोलोजिकल फार्मिङ र फुड ट्रान्सफर्मेसनको कुराहरूमा। त्यसपछि केही एक्सनेबल मेजर्सहरू आइडेन्टिफाई गर्ने, जसलाई चाहिँ हामीले फेरि अन्य सार्क मेम्बर कन्ट्रीहरूमा पनि सेयर गर्न सकिन्छ भनेर त्यो पोलिसी प्रोग्राम प्र्याक्टिस रिलेटेड ती एक्सनेबल मेजरहरूलाई आइडेन्टिफाई गर्ने र फाइनल्ली केही रिकमेन्ड चाहिँ गर्ने सार्क मेम्बर स्टेटहरूलाई भनेर यो चाहिँ यो एग्रो इकोलोजिकल फार्मिङ सम्बन्धी यो कुराहरू थियो। वास्तवमा एग्रो इकोलोजिकल फार्मिङ भनेको जेनरली हामीले सोचिरहेको हुन्छौँ अर्ग्यानिक फार्मिङ, नेचुरल फार्मिङ, पर्माकल्चरको कुराहरू छ, जिरो बजेट नेचुरल फार्मिङ छ। दिज आर द कम्पोनेन्ट अफ दि एग्रो इकोलोजिकल फार्मिङ हुन् तिनीहरू चाहिँ। तर यो एग्रो इकोलोजिकल फार्म त्यो कन्फरेन्सले हामीले के आइडिया दिएको छ भन्दाखेरि एग्रो इकोलोजिकल फार्मिङ अथवा एग्रो इकोलोजी भन्दा बित्तिकै यसमा डिफ्रेन्ट डाइमेन्सनहरू हुन्छ। इकोलोजिकल डाइमेन्सन, सोसल डाइमेन्सनलाई हेर्नुपर्ने हुन्छ। इट्स अ होलिस्टिक एप्रोच हो। इकोनोमिक डाइमेन्सनका कुराहरू छ, टेक्नोलोजिकल, पोलिटिकल। यदि हामीले इकोलोजिकलमा हेऱ्यौँ भने बायोडाइभर्सिटी कन्जर्भेसनका कुराहरू त्यसमा आउँछ, इकोलोजिकल ब्यालेन्सका कुराहरू, सोसियलमा कम्युनिटी इम्पावरमेन्ट, सोसियल जस्टिसका कुराहरू छन्। अनि इकोनोमिक डाइमेन्सनमा सस्टेनेबल प्र्याक्टिसका कुराहरू, इकोनोमी भाइबिलिटीका कुराहरूदेखि लिएर पोलिसीका पोलिटिकल उसमा पोलिसी फ्रेमवर्क्सहरू त्यहाँ कस्तो छ, गभर्नेन्स स्ट्रक्चरहरू कस्तो छ, टेक्नोलोजीहरूमा चाहिँ इन्टिग्रेसन कुरा छ, लाइफस्टक इन्टिग्रेसन इन फार्मिङ सिस्टमको कुरा छ, केही इनोभेसनका कुराहरूदेखि लिएर यो सबै एउटा होलिस्टिक एप्रोचमा चाहिँ गयो भने मात्रै हामी यसलाई इकोलोजिकल फार्मिङ अथवा इकोलोजिकल फुड ट्रान्सफर्मिङ सिस्टमको कुराहरूमा जान्छौँ भने यो सबै कुराहरूलाई चाहिँ होलिस्टिक रूपमा हेर्नुपर्ने हुन्छ। एउटा अर्ग्यानिक खेती गरौँ भन्दैमा त्यसलाई एग्रो इकोलोजिकल भन्न मिल्दिन, यही भन्न मिल्दिन। अनि त्यो नेचुरल फार्मिङको कुरा गर्दा बित्तिकै पनि मिल्दिन। दिज आर द कम्पोनेन्ट्स हुन् यिनीहरू चाहिँ भनेर मैले हामीले त्यहाँ छलफल गऱ्यौँ। अब ग्लोबल्ली एग्रिड चाहिँ तपाईँको यो एग्रो इकोलोजिकल फार्मिङका यदि कुराहरू हेर्ने हो भने, स्ट्राटेजीहरू हेर्ने हो भने हामीले अर्ग्यानिक म्याटरलाई चाहिँ इन्हान्स कसरी गर्ने भन्ने कुरा इम्पोर्टेन्ट कुरा छ। क्रप डाइभर्सिफिकेसन कुराहरू छ,
यो मिनिमम टिलेज, जिरो टिलेजदेखि लिएर यो रिड्युस टिलेजलाई कसरी मिनिमाइज गर्ने कुराहरू छ। सो वाटर हार्भेस्टिङ र युजको कुराहरू छ। यिनी ग्लोबल्ली एग्रिड भएका जो कम्पोनेन्टहरू हुन् एग्रो इकोलोजिकल फार्मिङभित्र। लाइभ स्टक इन्टिग्रेसन इन फार्मिङ सिस्टममा छ। कभर क्रप, लेग्युम क्रप, इभन मल्चिङका कुराहरू छ। त्यसपछि एग्रो फरेस्ट्रीका कुराहरू छ। एग्रो टुरिज्म र इको टुरिज्म पनि त्यही कम्पोनेन्ट भित्रै आउँछ। अनि चाहिँ प्रमोसन अफ लो इमिसन, ग्रिन हाउस इमिसन लो गर्ने खालको टेक्नोलोजी, फार्मिङ सिस्टमका कुराहरू आउँछन्। अल्टिमेटली एग्रो इकोलोजिकल प्रोडक्टहरूको सर्टिफिकेसनका कुरा छ, ब्रान्डिङका कुरा छ र मार्केट प्रमोसनका कुराहरू छन्। यी चाहिँ ग्लोबल्ली एग्रिड भएका एग्रो इकोलोजिकल फार्मिङका कुराहरू हुन्। अनि त्यसै गरेर हामीले चाहिँ के च्यालेन्जेस छन् भनेर हेर्दाखेरि जहिले पनि एग्रो इकोलोजिकल फार्मिङ गर्दालाई चाहिँ हामी कन्सेप्चुअलाइज गर्दाखेरि एउटा एउटा पुरै एउटा रिजन अथवा एउटा वाटरसेडलाई पुरैलाई लिँदाखेरि हामी त्यहाँ तपाईँको इभन हिल्ली एरियाहरूमा हेऱ्यौँ भने दर्शक पनि त्यहाँ हामीले प्रोग्राम छ चाहिँ हो। भुटानको जस्तो, नेपालको जस्तो, अनि केही केही अन्य साउथ एसियन पहाडी एरियामा हेऱ्यो भने फार्म मेकानाइजेसन एउटा चाहिँ च्यालेन्जिङको कुराहरू छ। इन्सिडेन्स अफ डिजिज पेस्टको कुराहरू छन्। इरिगेसन म्यानेजमेन्टकै कुराहरू छन्। हाम्रै जस्तो कन्ट्रीमा पनि अराउन्ड 32% इरिगेसन छ यत्रो वाटर रिसोर्स भएको कुराहरूमा ठाउँमा पनि। त्यसै गरेर लेबर सर्टेज अभियसली छ अहिले, किन लेबर फोर्सहरू माइग्रेसन भएको कुराहरू छ। वाइल्ड एनिमलको कुराहरू छ। जब हामी इकोलोजिकल फार्मिङ र यो फुड सिस्टमको परिकल्पना गर्छौँ त्यति बेला चाहिँ वाइल्ड एनिमल पनि एउटा समस्या, जस्तै मङ्कीको नेपालमै समस्या छ, अन्य कुराहरू पनि हुन्छ। सो अनदर अर्को चाहिँ तपाईँको च्यालेन्ज भनेको फुड सप्लाई म्यानेजमेन्ट र प्रमोसनको कुराहरू छ। यी सबै च्यालेन्जेसहरू छन् एग्रो इकोलोजिकल फार्मिङमा। एग्रो इकोलोजिकल फार्मिङ भन्दा बित्तिकै अब तपाईँको अलिअलि चाहिँ यो अर्ग्यानिक फार्मिङ, नेचुरल फार्मिङ गरिरहेछौँ, यो सबै एग्रो इकोलोजी भयो भनेर चाहिँ भन्न सकिँदो रहेछ। सो डाइमेन्सन अफ यो चाहिँ ट्रान्सफर्मेसनको जहाँनिर हामी कुरा गर्छौँ, यो चाहिँ तपाईँको के छ भन्दाखेरि एग्रो आई मिन यो एउटा पर्टिकुलर ल्यान्डस्केपलाई यदि हामीले हेऱ्यौँ भने त्यो ल्यान्डस्केपभित्र चाहिँ त्यो इकोलोजिकल अथवा यो फुड सम्बन्धी चाहिँ तपाईँको यो एउटा चाहिँ एजुकेसनको कुराहरू छ। स्कुलदेखि नै मान्छेलाई एवार गर्ने कुरा, त्यस खालको पढाउने परिपाटीको विकासको कुरा, इक्विटेबल लाइभलीहुडको कुरा छ, रिजेनेरेटिभ एग्रिकल्चरको कुरा छ, फुड एन्ड न्युट्रिसन गभर्नेन्सको कुरा छ। यी सबै कुराहरूमा लबी, एडभोकेसी र प्रोग्राम्सहरू गरेर मात्रै हामीले त्यसलाई चाहिँ फुड ट्रान्सफर प्रोडक्सन गरेर मात्रै चाहिँ तपाईँको हुने पछिका कुराहरू के छन् भने मान्छेलाई आनी बानी खानीहरूमा कसरी परिवर्तन गर्ने र समग्र यो चाहिँ फुड सिस्टमलाई कसरी एउटा फुड सप्लाई चेनलाई स्ट्रेन्थन गर्ने भन्ने कुराहरूमा हामीले समग्र रूपमा यो डाइमेन्सनलाई हेर्नुपर्ने हुन्छ। त्यो ओभरअल फाइनल्ली चाहिँ यो वे फरवार्डमा के भन्न सकिन्छ भन्दाखेरि यो इन्स्टिट्युसनल फ्रेमवर्कहरू, पोलिसीहरूलाई चाहिँ कसरी स्ट्रेन्थन गर्ने, इन्भेस्टमेन्ट पर्टिकुलर रिसर्च एन्ड डेभलपमेन्टमा एग्रो इकोलोजिकल फार्मिङ, क्यापासिटी बिल्डिङमा त्यो जरुरी छ। फर्दर मोर चाहिँ तपाईँको रिजनल अब सार्क लेभलको कोलाबोरेसन, नलेज एक्सचेन्जको लागि, केही रिसर्चका आउटपुटहरू चाहिँ सेयरिङको लागि यस्तो खालको कोलाबोरेसनको जरुरी छ। अनि अर्को इन्टिग्रेसन गर्न सकिन्छ क्लाइमेट, एग्रो इकोलोजी, क्लाइमेट चेन्ज, क्लाइमेट इस्युहरू, न्युट्रिसन र लाइभलीहुडलाई चाहिँ इन्टिग्रेटेड गर्न सक्यो भने, यी सबै कुराहरू हामीले गऱ्यौँ भने र नेसनल लेभलमै एउटा चाहिँ राष्ट्रको चाहिँ इकोलोजिकल फार्मिङ पोलिसी बनाएर लिएर जान सक्यो भने हामीले गर्न सक्छौँ। र इन्टर चाहिँ तपाईँको यो सार्क मेम्बर स्टेट कन्ट्रीभित्र चाहिँ एउटा मेगा प्रोजेक्ट डेभलप गर्ने भन्ने चाहिँ कुरा सहमति भएको छ। यसमा चाहिँ एनजिओ र गभर्मेन्ट सेक्टरको पर्टिकुलरली नार्कले चाहिँ हाम्रो नेपालको टिमले चाहिँ नार्कले यसमा धेरै वर्कआउट गरेर यसलाई लिडरसिप लिनुपर्छ भनेर भन्नुभएको थियो। केही एनजिओका साथीहरू पनि हुनुहुन्थ्यो, अब गभर्मेन्ट युनिभर्सिटीको मान्छेहरूले। र यसमा मलाई लाग्छ के एग्रिड भएको छ भने एक लेभलमा सार्कले कोअर्डिनेट गर्छ, सार्क एग्रिकल्चर सेन्टर जो ढाकामा छ उनीहरूले चाहिँ कोअर्डिनेट गरेर नार्कलाई र अन्यसँग कोअर्डिनेट गरेर एउटा नयाँ एग्रो इकोलोजिकल फार्मिङ र फुड यो ट्रान्सफर्मेसन सम्बन्धी चाहिँ सप्लाई चेन म्यानेजमेन्ट एभ्रिथिङ सम्बन्धी एउटा मेगा प्रोजेक्ट बनाउने कन्ट्री वाइजमा, अनि नलेज सेयरिङदेखि लिएर एभ्रिथिङ एउटा प्लेटफर्मको रूपमा क्रिएट गर्ने भनेर चाहिँ सहमति भएको छ। मलाई लाग्छ अब केही समयपछि उनीहरूले
यो पत्रचार पनि गर्छ होला अफिसियल्ली, अनि त्यसपछि अगाडि जान्छ होला। यति नै हो। म धेरै चाहिँ टाइम किन लिन चाहिनँ भने यसमा धेरै कुरा छ बताउनलाई। मेरो अर्को मिटिङ छ रोशनजी, त्यस कारणले गर्दा थ्याङ्क यू भेरी मच। यदि कसैले केही सोध्न चाहनुहुन्छ भने ठिकै छ। यति नै हो मेरो चाहिँ, है ए त। हस् सर, कसैको केही क्वेसन छ भने क्विकली 1 मिनटमा राखिदिनु होला। सरको अरू कार्यव्यस्तताले गर्दा निस्किनु खोज्नु भएको छ। ओके, नभए च्याटमा क्वेसन राख्नु होला, हामी पछि सरसँग कुनै इमेल थ्रु अथवा केसमा राख्छौँ हस् होला। हस्, थ्याङ्क यू भेरी मच सर। हस्, धेरै धेरै हस्, धन्यवाद। थ्याङ्क यू हस् भेरी मच रोशनजी, हस्। थ्याङ्क यू। सरको स्क्रिन चाहिँ छक्क्यो अफ यार, भयो। यतिकै छक्क्यो, हजुर। भर्खरैकै छक्क्यो। अब ओके, हस्, धन्यवाद। अब म अर्को प्रेजेन्टेसनको लागि चाहिँ हाम्रो टेक प्रसाद गोतामे सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको चाइनामा ट्रेनिङ वर्कसप भिजिट रहेछ, त्यसको एक्सपिरियन्स सेयर गर्नको लागि चाहिँ टेक सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद रोशनजी। सुन्नुभएको छ? हजुर, सुन्या छ सर, हजुरको स्क्रिन सेयर गर्नु। हजुर, हस् तपाईँलाई क्लियर भयो? भयो सर, त्यसलाई अँ, अँ, अलिकति अँ, गर्नु अँ, भयो। हजुर, आयो? ठिक छ अहिले? भयो सर। हस्, यहाँहरू सबैलाई नमस्कार। म टेक प्रसाद गुतामे। म चाहिँ चाइनाको कुनमिङ भन्ने ठाउँमा, यो चाहिँ युनान प्रोभिन्सको कुनमिङ भन्ने सिटीमा चाहिँ बेसिकली फोकस गरेर त्यहाँ चाहिँ 20 दिनको प्रोग्रामको लागि गएको थिएँ। त्यो ट्रेनिङको नाम चाहिँ के थियो भने अच्छा, यहाँ छोपियो, ट्रेनिङ वर्कसप अन फेसिलिटी कल्टिभेसन एन्ड स्मार्ट एग्रिकल्चर इन साउथ इस्ट एसिया भन्ने थियो। त्यो चाहिँ साउथ इस्ट एसिया भनेको म्यानमार, लाओस, थाइल्यान्ड, भियतनाम, यी कन्ट्रीहरूबाट चाहिँ सुन्यो। हजुर, यी कन्ट्रीहरूबाट चाहिँ त्यहाँ पार्टिसिपेन्टहरू थिए, 20जना पार्टिसिपेन्टहरू। र त्यसमा चाहिँ मेरो रोल चाहिँ पार्टिसिपेट पनि गर्ने, अनि फिल्ड भिजिट पनि गर्ने, र केही पेपरहरू प्रस्तुत गर्ने उनीहरूलाई भन्ने थियो। त्यसमा मैले चाहिँ के प्रस्तुत गरेँ भने अब त्यहाँ चाहिँ म पार्टिसिपेट भएँ। एउटा चाहिँ 1 नम्बरको अब्जेक्टिभ चाहिँ पार्टिसिपेट हुने नै थियो। दोस्रो नम्बर चाहिँ प्रेजेन्टेसन गर्ने थियो, पेपर प्रेजेन्टेसन गर्ने। त्यसमा चाहिँ मेरो 3टा पेपरहरू दिएका थिए सुरुमा, पछि फेरि एउटा थप गरेँ। र त्यो एउटा पेपर चाहिँ त्यहीँ कन्फरेन्स रहेछ, त्यो कन्फरेन्समा चाहिँ मैले प्रेजेन्ट गरेँ। 3टा पेपरको बारेमा तल म कुरा गर्छु। अनि अर्को चाहिँ के छ भने त्यहाँ फिल्ड भिजिट, बेसिकल्ली चाहिँ फेसिलिटी कल्टिभेसन भनेको चाहिँ प्रिसिजन फार्मिङ, बेसिकल्ली प्रोटेक्टेड कल्टिभेसन रहेछ। र त्यसमा पनि कसरी अनम्यान मेकानाइजेसन गरिएको भनेको तपाईँको रिमोट सेन्सिङबाट कसरी चाहिँ ती फार्महरू रन भएका छन्। स्मार्ट एग्रिकल्चर भन्दो रहेछ त्यसलाई चाहिँ। हामी चाहिँ स्मार्ट भनेको अर्कै बुझ्थ्यौँ, तर उनीहरूको स्मार्ट भनेको रिमोट कन्ट्रोलबाट घरमै बसेर अथवा कोठामा बसेर त्यो चाहिँ तपाईँको धेरै लार्ज फार्महरू चाहिँ कन्ट्रोल गर्ने मेकानिजमहरू रहेछ। त्यो कुराहरू चाहिँ त्यहाँ चाहिँ घुम्ने, हेर्ने त्यो मौका मिल्यो। अब बेसिकल्ली अब ट्रेनिङमा पनि पार्टिसिपेट हुने र प्रेजेन्टेसन गर्ने, फिल्ड भिजिट, बेसिकल्ली 8 दिनको फिल्ड भिजिट थियो। र अरू दिन चाहिँ अब कुनै दिन चाहिँ लिभ पनि भयो, कुनै दिन चाहिँ पार्टिसिपेट पनि भइयो। यस्तो प्रकारको थियो। र अब ब्याकग्राउन्डमा भन्नुपर्दा चाहिँ अब मैले अघि पनि भनिसकेँ, यो चाहिँ प्रिसिजन प्लान्टिङ, प्रिसिजन पेस्टिसाइड एप्लिकेसन, प्रिसिजन इरिगेसन, हार्भेस्टिङ, यी कुराहरू चाहिँ हामी जनरल बुझ्थ्यौँ। र यो चाहिँ बेसिक पार्ट रहेछ उनीहरूको। र त्यो बाहेक चाहिँ उनीहरूले चाहिँ अर्को चाहिँ हामी अब यसरी चाहिँ ग्रोथ हुँदै गएको रहेछ कि अब हामी चाहिँ अहिले ट्रेडिसनल स्टेजमा छौँ है, ट्रेडिसनली भन्दो रहेछ उनले। नेपालको स्टेज त ट्रेडिसनलै छ भन्दो रहेछ। अब त्यसलाई चाहिँ मेकानाइजेसन भयो अहिले हुँदैछ हामी। तर उनीहरू चाहिँ अटोमेटेड एग्रिकल्चर स्टेजमा गएर त्यसपछि फेरि फड्को मारेर स्मार्ट एग्रिकल्चर गइसक्यो। अटोमेटिक उनीहरूको त्यो कन्ट्रोल मतलब प्रोडक्सन सिस्टम थियो, त्यसमा पनि अहिले चाहिँ अनम्यान, मान्छे नचाहिने त्यस्तो किसिमको फार्महरू चाहिँ बनाइसकेको छ। त्यो मोडेल फार्महरू हुन् ती, होइन, मान्छे नचाहिने फार्महरू चाहिँ। तर अब बेसिकली उनीहरू पनि अहिले चाहिँ अटोमेटेड एग्रिकल्चर स्टेजमा छन्। अब भन्नुपर्दा, यसमा भन्नुपर्दा चाहिँ अब जस्तै हाम्रो चाहिँ यो ग्राउन्ड बेस रिमोट सेन्सिङ प्रोग्रामहरू तिनीहरूले लन्च गरेका छन्। अब उनीहरू कहाँ हाइड्रोफोनिक सिस्टम छ, एरोफोनिक्स छ, प्रोटेक्टेड कल्टिभेसन चाहिँ हाइली
एकदम सेन्सरबाट चाहिँ चलिरहेछ, कसरी चाहिँ उनीहरूले त्यो ग्रिन हाउसहरूलाई चाहिँ रिमोटबाट चाहिँ अथवा त्यहीँ चाहिँ तपाईँको डाटा लग गरेर रिलेटिभ ह्युमिडिटी, टेम्परेचर, लाइटको आधारमा त्यो ग्रिन हाउसहरू चाहिँ कन्ट्रोल गरिरहेको हुन्छ। उनीहरूले अटोमेटिक त्यो सेन्सर त्यहीँ छोडिदिएको हुन्छ र मान्छेले हेरिरहनु नपर्ने त्यस्तो किसिमको हुँदो रहेछ। अब मेसिनहरूको केसमा चाहिँ तपाईँको अब त्यही हो, अब यो रोबोटिक सिस्टम आइसक्यो, उनीहरूले चाहिँ फर्टिगेसन गर्दो रहेछ र त्यो चाहिँ अनम्यान मेसिनरी भन्दो रहेछ त्यसलाई। उनीहरूले चाहिँ रिमोटबाटै चाहिँ चलाउने त्यस्तो चाहिँ सिस्टम रहेछ। त्यसको नि हामीले चाहिँ मोडेल चाहिँ हेऱ्यौँ, तर उनीहरूले धेरै ठुलो फार्म चाहिँ लगेन त्यसमा। अनि उनीहरूले युज गर्ने अहिलेको एडभान्स भनेको चाहिँ अब आर्टिफिसियल इन्टेलिजेन्स नै हो र इन्टरनेट अफ थिङ्स भन्दो रहेछ, आइओटी होइन। यी कुराहरू चाहिँ उनीहरूको परिप्रेक्ष्यमा यसैलाई चाहिँ समष्टिमा उनीहरूको चाहिँ प्रिसिजन फार्मिङ र तपाईँको चाहिँ स्मार्ट एग्रिकल्चर अथवा फेसिलिटी एग्रिकल्चर भन्दो रहेछ होइन। अब त्यहाँ चाहिँ के भयो भन्दा एउटा चाहिँ अब मैले पनि पार्टिसिपेट गरेँ होइन। अर्को चाहिँ प्रेजेन्टेसन गरेँ 4वटा टपिकहरूमा। त्यो चाहिँ अब वर्कसप थियो वास्तवमा, तर फेरि त्यहाँ चाहिँ कन्फरेन्स पनि लिएर गएँ मलाई 2टा सिटीमा। त्यो 2टा अरू एक्स्ट्रा सिटी भनेको कुनमिङ चाहिँ बेस सिटी भयो, अनि फेरि अर्को चाहिँ 2टा सिटीमा, अर्को चाहिँ लिपुलाङ भन्ने अर्को सिटी र जेन्जिङ भन्ने सिटीमा, 2टा सिटीमा चाहिँ त्यसरी फरक फरक ठाउँमा चाहिँ यो चाहिँ कन्फरेन्स भएकोले फरक फरक ठाउँमा दिँदै हिँड्नु पऱ्यो होइन। त्यो चाहिँ भयो। अनि त्यो चाहिँ के थियो भने एउटा चाहिँ तपाईँको प्रिन्सिपल प्र्याक्टिसेस एन्ड एप्लिकेसन अफ सोइललेस फार्मिङ सिस्टम बिहाइन्ड द फार्मर्स फिल्ड भन्ने, त्यसमा चाहिँ मैले अब आफ्नो प्रस्तुति दिएको थिएँ। उनीहरूले केमा दिन सक्छस् भन्दा यो एउटा ठिक छ भनेर। अनि अर्को एउटा चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी नेपालमा के छ त, अलिअलि अब जुन हाम्रो चाहिँ अब क्लाइमेट रेजिलियन्स भेराइटीहरूको बारेमा कुरा गरौँ भनेर त्यसको बारेमा दिएको थिएँ। अर्को चाहिँ तपाईँको अब क्लाइमेट चेन्जले के असर गरेको छ र यसको चाहिँ साउथ एसियन रिजनमै चाहिँ के छ त टेक्नोलोजीहरू भन्ने बारेमा अब अलिकति इन्डियाको केही टेक्नोलोजीहरू, भुटानको केही टेक्नोलोजीहरू र बङ्गलादेशको 3टा देश अनि नेपालको 4वटा देशको चाहिँ इन्क्लुड गरेर एउटा चाहिँ मैले चाहिँ अब त्यही 20 मिनट जतिको टक प्रोग्राम दिएको थिएँ। त्यसपछि उनीहरूले मलाई त्यहाँ गइसकेपछि एसाइन गरेको टपिक चाहिँ के थियो भने युनान्स हाई क्वालिटी भेजिटेबल प्रोडक्सन एन्ड मार्केटिङमा चाहिँ तेरो भिजन इन्साइट के छ, अलिकति तैँले दिनु पऱ्यो भने मैले त्यहीँ गएर तयार गरेँ र यो चाहिँ एउटा कन्फरेन्समा फेरि त्यसलाई चाहिँ प्रस्तुत गरेँ। अनि अब फिल्ड भिजिट भयो। त्यो फिल्ड भिजिट चाहिँ डिफ्रेन्ट त्यो यास भनेको चाहिँ युनान्स एग्रिकल्चर एकाडेमी अफ एग्रिकल्चर साइन्स भन्ने हो। त्यो यासको चाहिँ विभिन्न रिसर्च सेन्टर रहेछ। त्यसको सेन्टरको साथसाथै होइन भेजिटेबल प्रोडक्सन गर्ने फ्याक्ट्रीहरू, ग्रिन हाउसहरू, अनि त्यसपछि अब सिडलिङ तयार गर्ने अटोमेटिक सिडलिङ तयार गर्ने मतलब फेसिलिटी कल्टिभेसन, अटोमेटिक होइन फेसिलिटी कल्टिभेसनमा चाहिँ गइयो। त्यो थियो। अब यसमा चाहिँ ट्रेनिङ, अब यसमा चाहिँ मेरो चाहिँ धेरै जसो चाहिँ म चाहिँ प्रपोनेन्टको रूपमा काम गरेँ। अरूले प्रस्तुत गर्ने, मैले प्रस्तुत गरेकोमा अरूले गर्थे होइन। त्यहाँको थाइल्यान्डको प्रोफेसर नै आउनुभएको थियो, भियतनामको प्रोफेसर अनि लाओसको प्रोफेसर हामी थियौँ। अनि हामीले चाहिँ एकले प्रस्तुत गरेकोमा अर्कोले प्रपोनेन्टको रूपमा काम गर्ने के चाहिँ छ त भन्ने थियो। यहाँ एउटा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो एउटा मैले चाहिँ सरी है यहाँ अगाडिको यहाँ एउटा राइट ह्यान्ड साइडपछि एउटा देख्नुहुन्छ। यसमा चाहिँ के थियो भनेदेखि तपाईँको डिजिजलाई त्यहाँ डिसअर्डरलाई डिजिज भनेर प्रस्तुत गरियो। त्यसैमा मैले चाहिँ यो डिसअर्डरलाई डिजिज भन्नु हुँदैन भनेर त्यसरी चाहिँ व्याख्या गरेको थिएँ। त्यो एउटा यता राइट ह्यान्ड साइडमा एउटा उसमा चाहिँ छ होइन। अब त्यसपछि भिजिट प्रोग्रामहरू थुप्रै भयो होइन। 7-31 भनेको जुलाई 31मा मैले यो किन राखेको भन्दा कुन कुन फार्महरूमा कसरी गइयो त भन्ने यसको चाहिँ अलिकति आइडिया होस् भनेर। अब यो चाहिँ फार्मर्स मार्केटमा भिजिट गर्न गएको थियो। त्यो दिनमा हामी चाहिँ फार्मर्स मार्केट त्यहाँ कस्तो हुँदो रहेछ भने तपाईँको अब हाम्रो नेपालको चाहिँ कालीमाटी हो, तर कालीमाटीको भन्दा त्यहाँ चाहिँ धेरै फरक रहेछ। फार्मर्सले आफै ल्याएर आफ्नो चाहिँ जस्तै मैले त्यहाँ हेरेको टिपिकल चाहिँ के लाग्यो भने वाइल्ड टाइपको भेजिटेबलहरू अनि मसरुमहरू ल्याएर किसानले चाहिँ आफै त्यहीँ बेच्दा रहेछ। डाइरेक्ट उनीहरू आफै ल्याएर बेच्दा रहेछन्। यहाँ चाहिँ अब किसानले आफै बेच्न पाउँदैन होइन, अर्कोलाई फेरि त्यही छ कालीमाटीको बजार। र कालीमाटीको बजार र त्यहाँको बजारमा चाहिँ त्यो फार्मर्स मार्केट भन्दो रहेछ, त्यो चाहिँ भिजिट गरिएको थियो होइन। अब त्यस्तै गरेर अब भिजिट गरेको ठाउँहरू
यसमा अर्को उसमा चाहिँ स्लाइडमा हेर्नुभयो भने यसमा चाहिँ यो बायोडाइभर्सिटी एक्सपिरियन्स गार्डन भन्दो रहेछ COP15 को होइन। त्यो चाहिँ एकदम एक्स्ट्रा अर्डिनरी बायोडाइभर्सिटी ब्लक रहेछ। त्यो चाहिँ 2 तला माथिसम्म चाहिँ प्लान्टहरू राखेको र धेरै डाइभर्सिटी कलेक्सन गरेको, अफ्रिकादेखिको प्लान्टहरू कलेक्सन गरेको र त्यसले चाहिँ त्यो मेन्टेन गरेर राखेको। त्यहाँ जस्तो त्यहाँको इन्भाइरोमेन्ट चाहन्छ त्यस्तै क्रिएट गरेको कि ट्रोपिकल प्लान्टहरूलाई ट्रोपिकल इन्भाइरोमेन्ट क्रिएट गरेको, टेम्परेट प्लान्टलाई टेम्परेट इन्भाइरोमेन्ट क्रिएट गरेर त्यो कन्जर्भ गरेर राखेको ठाउँमा चाहिँ हामी चाहिँ घुम्ने मौका पायौँ होइन। त्यो चाहिँ COP15 भन्दा चाहिँ यो कुनमिङकै ठाउँ थियो, कुनमिङ बोटानिकल गार्डन भन्नेमा यिनीहरूले चाहिँ लिएर गएको थियो। अब अर्को एउटा यो सेड्युल मैले यहाँ किन राखेको भन्दा यो सबै चाहिँ यसो आइडिया हुन्छ भन्ने हिसाबले, अब टाइप गर्न भन्दा अब यसैले चाहिँ आइडिया हुन्छ भन्ने हिसाबले अब बेसिकल्ली चाहिँ भिजिटको कार्यक्रमहरू भएको थियो र अलिअलि चाहिँ यो प्रेजेन्टेसन पनि विभिन्न कन्ट्रीको भएको थियो। लाओसले, म्यानमारले, थाइल्यान्डले, भियतनामले गर्यो होइन। उनीहरूकोमा फेसिलिटी कल्टिभेसन हाम्रोभन्दा मैले सबै कन्ट्रीको हेरेँ, तर म्यानमारको चाहिँ छैन होइन। अब लाओसको, थाइल्यान्डको, भियतनामको हाम्रोभन्दा धेरै राम्रो फेसिलिटी कल्टिभेसन रहेछ। उनीहरूको चाहिँ त्यसरी चाहिँ प्रेजेन्टेसन गरेका थिए। यो प्रेजेन्टेसनको उनीहरूको हामीले चाहिँ अब त्यो सेयरिङ। अनि अर्को यो 8.4 भनेको यसमा चाहिँ उनीहरूले हामीलाई चाहिँ मोडर्न इकोलोजिकल एग्रिकल्चर डेमोन्स्ट्रेसन पार्क भनेर त्यहाँ चाहिँ भिजिट लगेको थियो। अनि रोज र हेचनर्स प्रडक्सन चाहिँ गर्ने, त्यहाँ चाहिँ ब्रिडिङ गर्ने, रोजको ब्रिडिङ सेन्टरमा लगेको थियो होइन। त्यसपछि अर्को चाहिँ तपाईँको यो फ्लावर चाहिँ ट्रेडिङ गर्ने, अक्सन गर्ने सेन्टर है। त्यहाँ चाहिँ हुँदो रहेछ तपाईँको संसारभरि जाँदो रहेछ र त्यो चाहिँ अब अक्सन चाहिँ तपाईँको इलेक्ट्रोनिक अक्सन हुने त्यस्तो चाहिँ ठाउँ रहेछ होइन। त्यस्तो इलेक्ट्रोनिक अक्सन हुने ठाउँमा चाहिँ लिएर गएको थियो। त्यहाँ चाहिँ अब हामी त अब अक्सन भने पछाडि सिम्पल चाहिँ मान्छेहरू आएर गर्लान् भनेको, त्यहाँ चाहिँ 300जना मान्छेहरू चाहिँ हुँदो रहेछन् र कम्प्युटरमा हेरेर बस्दो रहेछन्। अनि कसलाई कुन फ्लावर आवश्यक छ र कुन चाहिँ कम मूल्यमा छ त्यो चाहिँ त्यहाँ चाहिँ उनीहरूले चाहिँ क्लिक गर्न साथ उसले चाहिँ त्यो पायो होइन, किन्न पायो, लिन पायो। त्यस्तो चाहिँ कम्प्युटरमा बसिरहँदो रहेछन्। त्यहाँ 300जना जतिको त्यहाँ चाहिँ हल रहेछ र त्यो चाहिँ हामीले हेर्ने मौका पायौँ। अब त्यस पछाडि यो चाहिँ अब 8.5देखि 8.9सम्मको 9मा त फर्केकै प्रोग्राम भयो होइन। 5को प्रोग्राम पनि भिजिटकै प्रोग्राम थियो। 6को प्रोग्राम तपाईँको त्यहाँ चाहिँ अलिकति अब त्यो पनि भिजिटकै प्रोग्राम थियो होइन। 7मा चाहिँ पार्टिसिपेट इन द 2025 युनान भेजिटेबल इन्डस्ट्री हाई क्वालिटी डेभलपमेन्ट कन्फरेन्स भन्ने, यो कन्फरेन्स चाहिँ मैले पनि प्रस्तुत गरेँ एउटा पेपर, त्यही युनान भेजिटेबल प्रोडक्सनको अलिकति मेरो आइडिया, हाम्रो आइडिया भनौँ, जनरल एउटा चाहिँ अब एक्सपिरियन्सलाई चाहिँ कसरी त्यसले चाहिँ इन्टरनेसनल मार्केट चाहिँ लिड गर्न सक्छ, के गर्न पर्छ त भन्ने एउटा चाहिँ मैले पेपर प्रस्तुत गरेँ। अनि त्यस पछाडि त्यो ओभरअल ट्रेनिङ र भिजिट प्रोग्रामको क्लोजिङ त्यही दिनमा भएको थियो। अर्को दिन फेरि अर्को चाहिँ अब मेरो प्रेजेन्टेसन थियो, त्यसमा चाहिँ त्यो क्लाइमेट चेन्जले हाम्रो चाहिँ साउथ एसियन रिजनमा के इम्प्याक्ट पारिरहेछ र त्यसलाई चाहिँ अब हाम्रा सिम्पल एग्रिकल्चर टेक्नोलोजीहरू के छन् र के गर्नुपर्छ भन्ने बारेमा मैले चाहिँ एउटा प्रस्तुति गरेको थिएँ। त्यस पछाडि अब यसको यति नै छ होइन। अब लेसन लर्नमा के भयो भने तपाईँको चाहिँ अब प्रोडक्सन हामीले कसरी गर्न सकिन्छ यो प्रेसिजन फार्मिङ भन्ने कुरा चाहिँ, प्रेसिजन फार्मिङ असाध्यै इम्पोर्टेन्ट रहेछ होइन। अब हामी त्यतातिर जान सकेका छैन, तर त्यो चाहिँ त्यहाँ चाहिँ ए ल हुन्छ। प्रेसिजन फार्मिङको एउटा चाहिँ इम्पोर्टेन्ट पार्ट चाहिँ त्यहाँ यो लेसन लर्न हो भने, अर्को चाहिँ अब क्लाइमेट रेजिलियन्स भेराइटीहरू त्यहाँ पनि छन्, तर अब तिनीहरू चाहिँ बेसिकली फोकस केमा गर्छन्, ग्रिन एग्रिकल्चर टेक्नोलोजी अथवा रिसाइक्लिङ एग्रिकल्चर टेक्नोलोजीमा उनले चाहिँ फोकस गरेर। जस्तै हाम्रो क्रप रेसिड्युहरूलाई हामीले चाहिँ रिसाइकल गर्छौँ, त्यो चाहिँ ग्रिन एग्रिकल्चर टेक्नोलोजीभित्र, आइपिएम टेक्नोलोजी ग्रिन एग्रिकल्चर टेक्नोलोजीभित्र होइन। आइपिएमका हाम्रा चाहिँ अब येल्लो स्टिकीहरू, ट्र्यापहरू, त्यो सबै चाहिँ ग्रिन एग्रिकल्चर टेक्नोलोजीभित्र त्यो चाहिँ रहेछ होइन। अनि उनीहरूले चाहिँ ब्रान्डिङ गर्दो रहेछ। अहिलेसम्म 40वटा भेजिटेबलको ब्रान्डिङ गरिसकेको छ। त्यो लेसन लर्न भयो, हामीले नि ब्रान्डिङ गर्न आवश्यक छ होइन। अब मार्केट चाहिँ एसेस गर्ने र सेगमेन्टेसन गर्ने त्यो इम्पोर्टेन्ट हुँदो रहेछ, कोलाबोरेसन गर्दा रहेछन् होइन। यो एउटा चाहिँ भिजिट आउटकम के हो भने, त्यहाँको यो डिजी हो, डिजीसँग चाहिँ एकदम राम्रो चाहिँ इन्टरेक्सन भएर उसले चाहिँ अब ल अब एग्रिकल्चरको कुनै प्रोजेक्टहरू चाहिँ लेख्नु पऱ्यो भने
फन्ड छ ल कोलाबोरेसन गर्नुपर्छ भन्ने एउटा चाहिँ अब त्यसरी चाहिँ इन्ट्रेक्सन भयो। अब के गर्न सकिन्छ नार्कमा भन्दाखेरि हामीले चाहिँ मेगा प्रोजेक्ट डेभलप गर्न सकिन्छ यो ग्रिन एग्रिकल्चर र रिसाइकल एग्रिकल्चरसँग अथवा क्लाइमेट स्मार्ट एग्रिकल्चरसँग चाहिँ गर्न सकिन्छ। अर्को चाहिँ पोस्ट हार्भेस्टिङ त्यहाँ पनि छ, भ्यालु एडिसन छ, ब्रान्डिङ छ होइन, मार्केट सेगमेन्टेसन गरेका छन्। अनि जिआईको काम भएको रहेछ र प्रिसिजन एग्रिकल्चरको त मेजर हुने भइहाल्यो होइन। यो कामहरू हामीले पनि नार्कमा चाहिँ अब प्रोग्राम बनाउन आवश्यक छ र यो चाहिँ हामीले यतातिर हाम्रो चाहिँ अब इनलाइन विथ अब चाइनिज मोडेलमा चाहिँ जाने हो भने यो प्रोजेक्टहरू चाहिँ ल्याउन सकिन्छ। फन्डिङ चाहिँ उनीहरूसँग छ होइन त्यो भन्ने कुरा। तर बेल्ट एन्ड रोड इनिसिएटिभ भन्ने हो, त्यो बेल्ट एन्ड रोड चाहिँ नेपालमा बिआरआई लागू नभएकोले हामीले चाहिँ अलिकति अब के गर्ने भन्ने सोच्नै पर्छ। हस्, थ्याङ्क यू है त। हस्, थ्याङ्क यू सर, धेरै धेरै धन्यवाद सर। साथीहरूलाई केही क्वेसन छ भने एकदम यसलाई यसो गरौँ, हामी डिस्कसन लास्टमा अन्तिममा। गरौँ सर। सर हुन्छ, एकदमै हुनुहुन्छ होला, सर बस्नुहुन्छ हुन्छ भन्ने। हुन्छ त्यसले गर्दा मैले यसलाई आउट गर्छु है त। हस् हुन्छ सर। क्वेसन्स केही छ भने लेखेर राख्नु होला, अनि प्रेजेन्टरलाई रेकर्ड गरेर अन्तिममा हामी क्वेसन गर्न सक्छौँ, अथवा हजुरको क्वेसन केही छ भने पनि त्यसलाई चाहिँ च्याट बक्समा राखिदिन सक्नुहुन्छ। र म अर्को अब थर्ड प्रेजेन्टेसनको लागि चाहिँ हाम्रो एउटा टिम छ, डाक्टर सन्तोष राज त्रिपाठी, रविन्द्र प्रसाद शाह र नरमाया श्रेष्ठ। तिनजनाको तर्फबाट सायद सन्तोष राज त्रिपाठी सरले प्रेजेन्टेसन गर्नुहुन्छ होला। त्यो प्रेजेन्टेसनलाई म सन्तोष सरलाई हार्दिक अनुरोध गर्दछु। यसलाई अन सेयर यसलाई गर्ने कसरी तपाईँले स्टप गरिदिनु पर्यो। स्टप सेयरिङ स्टप सेयरिङ हजुर हजुर हुन्छ है, मेरो छ त्यो स्टप सेयरिङ कहाँ हुन्छ त्यो हुन्छ है। स्टप सेयरिङ चाहिँ मैले क्लोज गरिदिनु नि त। भयो स्टप भयो। सन्तोष सरलाई म आफ्नो स्क्रिन सेयर गर्नु है। हस्, आयो सर? आयो सर, हस् थ्याङ्क यू। हस्, अब यो हामी चाहिँ नार्कबाट चाहिँ 3 जना थियौँ र कृषि विकास मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालयबाट 5 जना गरेर 8 जना चाहिँ हामी यो जापानमा चाहिँ यो जुन जाइका प्रोजेक्ट नेपालमा लागू भइरहेछ, स्ट्रेटेजिक सीड प्रोडक्सन सप्लाई एन्ड कन्ट्रोल सिस्टम भन्ने जुन प्रोजेक्ट छ, त्यो प्रोजेक्टको चाहिँ काउन्टर पार्ट ट्रेनिङ भनेर चाहिँ उहाँहरूले भिजिट जस्तो ट्रेनिङ भनेर भिजिट जस्तो लैजानु भएको थियो। त्यसमा चाहिँ उहाँले जापानमा चाहिँ यसको प्रपोज भनेको चाहिँ जापान सिड सेक्टरको चाहिँ पोलिसी के छ र त्यो सिस्टमहरू कसरी भइरहेछ र रोल रेस्पोन्सिबिलिटीहरू पब्लिक प्राइभेटहरूको चाहिँ कस्तो छ त्योहरू जानकारी दिने र अनि क्वालिटी कन्ट्रोल चाहिँ कसरी गर्नुभएको छ फिल्ड लेभलमा, र त्यो चाहिँ लिएर आएर यो प्रोजेक्ट मार्फत चाहिँ नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ उहाँहरूको प्रपोज थियो। त्यही अनुसार चाहिँ अब यसको किन सर यो सरेन, हजुरले त्यसलाई म्याक्सिमाइज गर्नुहोस् न। ल भयो आयो सर। त्यो भइसकेपछि यो ब्याकग्राउन्ड भनेको चाहिँ उहाँले राइस सिड पोलिसी, ल, रेगुलेसन, गाइडलाइन्स के छ जापानको जुन केन्द्रको र प्रिफेक्चर भनेर जुन हाम्रो विकास क्षेत्र जस्तो उहाँहरूको चाहिँ विकास क्षेत्र जस्तो रहेछ, त्यो त्यसमा चाहिँ कसरी भइरहेछ नेसनलमा भन्ने एउटा पोलिसीहरूको कुरा थियो ब्याकग्राउन्डमा भने, एउटा चाहिँ कसरी प्रोडक्सन भइरहेछ, क्वालिटी कन्ट्रोल कसरी भएको छ, इन्फेक्सन जुन हामीले चाहिँ निरीक्षण कसरी गरिरहेछौँ, एक्सटेन्सन कसरी भइरहेछ भन्ने कुरा थियो भने, अर्को चाहिँ अलिकति नार्कको हामी भएको हुनाले चाहिँ ब्रिडिङ रिसर्चहरू चाहिँ कसरी भइरहेछ राइस ब्रिडिङको, अनि ब्रिडर सिड, न्युक्लियर सिड को चाहिँ मेन्टेनेन्स टेक्निक के छ भन्ने कुरा चाहिँ यो सम्बन्धित थियो ब्याकग्राउन्ड चाहिँ। र हामीले चाहिँ लगभग यो 10 दिन भनेर भन्दाखेरि पनि 3 दिन त जान आउन नै भयो, र बाँकी रहेको 7 दिनमा चाहिँ हामीलाई प्लेस चाहिँ यो कृषि मन्त्रालय त्यहाँको चाहिँ कृषि वन तथा मत्स्य अनुसन्धान मन्त्रालयमा लगेको थियो। त्यस्तै गरेर चाहिँ जाइकाको कुरीकु सेन्टर भनेर चाहिँ लिएर गएर नेपालको चाहिँ सुरुको प्रेजेन्टेसन चाहिँ हामीलाई त्यहाँ गराएको थियो भने, टोएमा प्रिफेक्चरमा गएर चाहिँ त्यहाँको प्रिफेक्चर गभर्मेन्टले गर्नुपर्ने कामहरू, त्यसपछि त्यहाँको सिड एसोसिएसनले कसरी काम गर्छ, अनि त्यहाँको चाहिँ जस्तो हाम्रो ज्ञान केन्द्र जस्तै एग्रिकल्चर र यो फरेस्ट्री प्रमोसन सेन्टरले कसरी काम गरिरहेछ भन्ने त्यो दियो भने, त्यस्तै गरेर चाहिँ प्रिफेक्चर रिसर्चमा चाहिँ कस्तो काम भइरहेछ, कसरी चाहिँ प्रोडक्सन बिएस एफएस चाहिँ प्रोडक्सन गरिरहेछ भन्ने कुराहरू जानकारी भयो। र अनि त्यसपछि लास्ट दिनमा चाहिँ हाम्रो ट्रेनिङको लास्ट दिनमा चाहिँ जुन हाम्रो नार्क जस्तै नारो अन्तर्गतको सिड तथा सिडलिङ सेन्टर भनेर चाहिँ रहेको, जहाँ चाहिँ हाम्रो ऊबाट चाहिँ
यो जुन इन्टरनेसनल चाहिँ यो सिड टेस्टिङको चाहिँ जुन हाम्रो के भन्छ हाम्रो इटा के जुन छ नि त्योबाट चाहिँ ल्याबको चाहिँ हाम्रो आइएसटिए इटाबाट चाहिँ जुन भएको एक ग्रेड ल्याबलाई चाहिँ भिजिट गराएर यसरी हाम्रो कार्यक्रम सकिएको थियो र ती सेन्टरहरूको चाहिँ सरसरी राख्दाखेरि चाहिँ के थियो भने सुरुको दिनमा चाहिँ हामीलाई पोलिसी के छ ल कस्तो छ भन्ने कुरा जानकारी दियो भने बाँकीको 3 दिन चाहिँ हामीसँग 30, 31 र 1 गतेसम्म चाहिँ हामीलाई प्लानिङ प्रोडक्सन कसरी हुन्छ भन्ने कुरा दियो भने लास्टको 2 दिन चाहिँ अगस्तको 8, 1 र अगस्त 4को दिनमा चाहिँ हामीलाई रिसर्च सम्बन्धी चाहिँ जानकारी दिएको थियो र त्यही अनुसार गर्दाखेरि चाहिँ हामीले पाएको के पायौँ भने जस्तो त्यहाँ चाहिँ 2018सम्म चाहिँ सेन्टरको चाहिँ यो सिड लले चाहिँ काम गर्दो रहेछ भने 2018 पछि चाहिँ सिड ल चाहिँ सेन्टरको चाहिँ सिड ललाई चाहिँ उनीहरूले चाहिँ डिसफङ्सनल गराएर प्रिफेक्चरले आफ्नो ल बनाउनु भनेर चाहिँ दिएर केन्द्रको ललाई चाहिँ पुरै यिनीहरूले बन्द गरेको अवस्था रहेछ भने त्यस्तै गरेर चाहिँ अब सिड प्रोडक्सनको केसमा यो चाहिँ सिड प्रोडक्सन बढी रिलेटेड भएर सिड प्रोडक्सन चाहिँ कुनै पनि सिड प्रोडक्सन गर्नुभन्दा पहिला चाहिँ उनीहरूले पहिले जनवरीमै चाहिँ मिटिङ बसेर कहाँ प्रोडक्सन गर्ने कति चाहिने भन्ने डिमान्ड सप्लाई चाहिँ जापानभरिको चाहिँ यो एउटा चाहिँ एग्रिकल्चर कोअपरेटिभ जे भन्छौँ यो जे अन्तर्गत चाहिँ उनीहरूले गर्दा रहेछन् जसबाट चाहिँ त्यहाँ अब किसान जुन पब्लिक प्राइभेट सबै बसेर चाहिँ देश उसको चाहिँ सिड प्रोडक्सनको चाहिँ गर्दा रहेछ त्यस्तै गरेर चाहिँ एग्रिमेन्ट चाहिँ पहिल्यै प्रिफेक्चरले कति आफ्नोलाई चाहिन्छ कति बाहिर दिने भन्ने चाहिँ पहिले एग्रिमेन्ट हुने र त्यो जिएले चाहिँ प्रोडक्सन गरेर चाहिँ त्यही अनुसार चाहिँ उनीहरूको चाहिँ गाइडलाइन बनेर प्रोसेसिङ सबै एग्रिमेन्ट पहिल्यै हुँदो रहेछ भने अब प्रोडक्सनको केसमा जाँदाखेरि ब्रिडर सिड फाउन्डेसन सिड र रजिस्टर्ड सिड चाहिँ अहिले पनि रिसर्च अर्गनाइजेसनले मात्र गर्दो रहेछ भने कमर्सियल सिड भनेर जुन हाम्रो इम्प्रुभ सिड जस्तो छ त्यो मात्रै अहिले जेएलाई दिएको अवस्था रहेछ कोअपरेटिभ्सले त्यस कारणले गर्दा चाहिँ अब यो हाम्रो चाहिँ एफएस चाहिँ जुन गइरहेको छ सिएस यो सबैको चाहिँ डुप्लिकेसन भन्ने चाहिँ त्यहाँ रहेनछ बिएसएफएस छ भने त्यस्तै गरेर चाहिँ सिड प्रोडक्सन गरिसकेपछि अर्को उनीहरूको भनेको चाहिँ जापानमा चाहिँ एग्री प्रोडक्ट इन्फेक्सन भनेर चाहिँ जुन यिनीहरूले चाहिँ निरीक्षण गरेर यो ग्रेडिङ गरिसकेर ट्याग लगाइसकेपछि पनि बिउ बिक्री गर्नुभन्दा पहिला चाहिँ यो कतिको लेन्थ हुनुपर्ने ब्रेथ कलर सबै चिज चाहिँ हेरेर त्यसलाई गर्ने चाहिँ अर्को पहिला चाहिँ जुन सिड निरीक्षणमा चाहिँ रहेका मान्छेहरू जुन तिनीहरू नभएको चाहिँ अर्को निरीक्षकले आएर हेरेर यसलाई एप्रुभ गरेपछि मात्र बेच्न पाइँदैछ र जुन यो फिल्ड निरीक्षणको केसमा के रहेछ भने रिसर्च एक्सटेन्सन फार्मर्स र सिड ल्याब गरेर 5वटा इन्स्टिच्युटहरू चाहिँ रहेर मात्र चाहिँ हुँदो रहेछ जस्तो नेपालमा चाहिँ सिड ल्याबले मात्रै निरीक्षण गरेर हुन्थ्यो भने त्यहाँ चाहिँ 5वटा संस्थाको चाहिँ रिप्रेजेन्टेटिभ हुनुपर्ने र यो दिनमा यहाँ गर्ने भनेर पहिले चाहिँ जनवरीको चाहिँ मिटिङमा चाहिँ यो फिक्स भइसकेको हुँदो रहेछ त्यो अनुसार चाहिँ उनीहरूले फिक्स डेटमा गर्दा रहेछन् भने सिडमा चाहिँ अर्को भनेको चाहिँ हामीले चाहिँ सिड प्राइमिङ ट्रिटमेन्ट गरेको पाइन्थेन भने त्यहाँ चाहिँ ब्याक्टेरियल डिजिजको लागि फङ्गल डिजिजको लागि पहिल्यै चाहिँ सिडलाई प्राइमिङ गरेर अनि ड्राइङ गरेर चाहिँ किसानलाई दिएको हुनाले त्यो चाहिँ अब सिडहरूमा चाहिँ रोग जाने समस्या चाहिँ नहुने अवस्था गरेर उहाँले एस्योर गरेको हुँदो रहेछ त्यस्तै गरेर चाहिँ मार्केट चाहिँ डिटरमाइन्ड चाहिँ नोभेम्बरमा चाहिँ डिटर्मिनेसन हुँदो रहेछ त्यो गर्नलाई चाहिँ उहाँहरूले के गर्नुहुँदो रहेछ भने अहिले जुन खाद्यान्नको बिउ के छ त्यसपछि कल्टिभेसन कस्ट कति लाग्यो ट्रान्सपोर्टेसन कति लाग्यो प्रोसेसिङ कति लाग्यो र बेनिफिट कति लाग्ने भनेर नोभेम्बरमा भएको मिटिङले चाहिँ फिक्स गरेर त्यो प्राइस डिटर्मिनेन्ट भएर अनि बल्ल चाहिँ अप्रिलमा बिक्री हुँदो रहेछ यो चाहिँ रहेछ भने अर्को चाहिँ सिडको चाहिँ नेपालमा चाहिँ जस्तो नेक ब्लास्टको मात्र छ भने त्यहाँ चाहिँ उनीहरूको चाहिँ ब्लास्ट बोथ स्टेजको चाहिँ छ पेनिकल ब्लास्ट र नेक ब्लास्टको बकाने डिजिज ब्याक्टेरियल लिफ ब्लाइट व्हाइट टिप ब्राउन स्पोट लगायतका चाहिँ विभिन्न रोगहरू जति पनि रोग छ त्यो सबैलाई चाहिँ रोग किरालाई चाहिँ उहाँहरूको स्ट्यान्डर्ड चाहिँ 0 हुनुपर्ने अवस्था चाहिँ रहेछ भने त्यस्तै गरेर सिड टेस्टिङमा चाहिँ हाम्रो नेपालको कन्डिसनमा चाहिँ 80% स्ट्यान्डर्ड थियो भने त्यहाँ चाहिँ 90% रहेछ र हामी चाहिँ 4 रेप्लिकेसनको काम गर्दा रहेछौँ भने सिड टेस्टिङमा भने उनीहरूले चाहिँ 2 रेप्लिकेसनबाट नै गर्दा रहेछन् र त्यस्तै गरेर भेराइटल डेभलपमेन्टमा चाहिँ हामी चाहिँ
उनीहरूले चाहिँ भनेको चाहिँ हाइड्रा एडभान्स हाइड्राइजेसन र जिनोमिक सेलेक्सनबाट गएका हुँदो रहेछ। तैपनि फिक्स गर्नलाई चाहिँ उनीहरू याफेटमा गएर मात्रै गएका छन् भने डसलाई चाहिँ स्ट्रिक्टली फलो गरेको पाइयो। त्यस्तै गरेर चाहिँ यो प्लान्ट भेराइटल प्रोटेक्सनको केसमा के रहेछ भने 25 वर्षसम्म कुनै भेराइटी चाहिँ प्लान्ट ब्रिडरले निकाल्यो भने प्लान्ट ब्रिडरको एप्रुभल बिना चाहिँ कसैले पनि त्यो भेराइटी युज गर्न पाउँदो रहेनछ। किनभने त्यो उपभोग चाहिँ लागू भएको देश हो। त्यस कारणले गर्दा चाहिँ न उनीहरूले चाहिँ त्यो त्यसरी दिएको रहेछ भने ब्रिडरले चाहिँ त्यो जुन कमर्सियल भएर आएकोबाट चाहिँ ब्रिडर र जुन संस्था छ त्यहाँको चाहिँ नारोले 1% चाहिँ प्रत्येक ट्रेडको चाहिँ 1% बेनिफिट पाउँदो रहेछ र त्यो ब्रिडरले चाहिँ त्यही अनुसार चाहिँ आफ्नो चाहिँ फर्दर अर्को ब्रिडिङ काममा गर्दो रहेछ। त्यस्तै गरेर चाहिँ अब यो मोलिकुलर एसिस्टेड सेलेक्सनमा उहाँहरूको हाइली पाइयो। डिएनए एनालाइसिस सिड प्रोडक्सनमा पनि डिएनएबाट चाहिँ एनालाइसिस भएर डिएनए ठिक छ भने मात्र जेनेटिक लेभलमा चाहिँ गएको पाइयो भने त्यस्तै गरेर चाहिँ यो अब अहिले उहाँहरू चाहिँ जेनेटिक सेलेक्सन क्युटिएल म्यापिङ र जिनोम एडिटिङमा गइसकेको अवस्था छ। जस्तो चाहिँ एउटा उदाहरणको लागि चाहिँ कोसिकारी भन्ने एउटा भेराइटी रहेछ जापानको मेगा भेराइटी 35% भन्दा बढी एरिया चाहिँ कभर गरेको। त्यसलाई चाहिँ अहिले के भइरहेको रहेछ भने जापानमा हिट स्ट्रेसले चाहिँ समस्या गरिरहेको छ। त्यसलाई चाहिँ अहिले उहाँले जिन एडिटिङ मार्फत चाहिँ हिट स्ट्रेस टोलरेन्स, ब्लास्ट रेसिस्टेन्ट, युनिफर्म ग्रेन हुने, स्विटनेस आउने, सफ्ट सफ्ट अनि त्यसपछि अब यो अलिकति खाँदाखेरि चाहिँ फ्रेजी टेक्सचर भएकोलाई चाहिँ इम्प्रुभ गरेर चाहिँ फुफु भन्ने भेराइटी चाहिँ त्यो भनेको चाहिँ फिलिङ अफ ह्याप्पिनेस हो अरे जापानिज भाषामा। त्यस्तो खालको चाहिँ भेराइटी चाहिँ डेभलप गराउनु भएको छ भने अर्को भनेको चाहिँ त्यहाँको हामीलाई अलिकति फरक लागेको चाहिँ उहाँले ब्रिडरसिप चाहिँ एउटा भेराइटीको जम्मा 3 वर्ष 4 वर्षको इन्टरभलमा गर्नुहुँदो रहेछ। प्रत्येक वर्ष नगरिदिएर हुँदो रहेछ र उहाँले चाहिँ त्यसलाई चाहिँ कोल्ड स्टोरेजमा चाहिँ कन्ट्रोल कन्डिसनमा राखेर 3 वर्षलाई पुग्ने 1 वर्ष गर्ने र प्रत्येक वर्ष चाहिँ एउटा भेराइटीको त्यहाँ चाहिँ जापानमा लगभग हामीलाई जति पनि क्लास लियो 4-5वटा भेराइटीभन्दा धेरैको चाहिँ कुरा गरिएन। त्यही अनुसार चाहिँ गर्दाखेरि एउटा भेराइटी 1 वर्ष गर्दाखेरि मेकानिकल मिक्सरको पनि समस्या कम भयो र दोस्रो चाहिँ के हो भने जेनेरेसन पनि अब कम जेनेरेसन हुँदाखेरि चाहिँ यो जेनेटिक भेरिएसन पनि कम आउने भएको हुनाले त्यो अनुसार गर्न सकियो भने अब नार्को कन्डिसनमा गर्दा चाहिँ हामीले अब अलिकति यो नयाँ सर्टिफिकेसन स्ट्यान्डर्डहरू फर्मुलेट गर्दा र यो सिड साइकल मेन्टेनेन्स गर्नलाई चाहिँ एउटा यो ट्रेनिङबाट गइसकेपछि हामीले नार्कबाट चाहिँ यो पोलिसीमा चाहिँ अलिकति इन्टरभेन्सन गर्न सकिने चाहिँ यसरी गर्दाखेरि राम्रो हुँदो रहेछ। जस्तो 3 वर्षमा चाहिँ मात्रै एनएस सिट कम्तीमा बिएसमा नभए नि एनएस सिट चाहिँ प्रत्येक 3 वर्षमा गर्ने भनेर चाहिँ लान सकियो। त्यस्तै गरेर चाहिँ यो फङ्सनल कोलाबोरेसन मेकानिजम चाहिँ अब सिड सेक्टरमा चाहिँ अब त्यो चाहिँ डेभलप गर्नुपर्ने जुन जाइका नेपालको चाहिँ यो एउटा चाहिँ गर्दाखेरि नार्कमा पनि उहाँहरूको प्रोजेक्ट छ र फर्दर उहाँहरूले अरू अब पनि प्रोजेक्ट गर्न सकिन्छ भन्ने छ भने त्यस्तै गरेर चाहिँ यो प्रोभिन्सियल भेराइटल डेभलपमेन्टको चाहिँ एक्टहरू बनाउँदाखेरि पनि त्यहाँको नलेजहरू चाहिँ नार्कहरूमा चाहिँ सेन्ट्रलाइज गर्न सजिलो हुन्छ। त्यस्तै गरेर यो मार्क्सबाट चाहिँ ब्रिडिङ साइकल सर्टिनिङ गर्न ब्रिडिङ भ्यालुहरू इन्क्रिज गर्न सकिन्छ भने यो एनएसबिएसको चाहिँ प्रोडक्सन पोलिसी गर्न र कोल्ड स्टोरेजहरू स्टोरेज गर्ने चाहिँ हुनसक्छ। र यो सरी अब त्यो गरिसकेपछि चाहिँ यो हामीले केही त्यहाँ हुँदाखेरिको चाहिँ क्लासका चाहिँ पिक्चरहरू मैले प्रेजेन्ट गर्न चाहेँ। हस्, धन्यवाद। ओके, थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच फर बिङ टाइम। अब म अर्को प्रेजेन्टेसनको लागि चाहिँ म डाक्टर उमेश सरलाई हार्दिक अनुरोध गर्दछु। उमेश आचार्य सर। मलाई सुनिरहनु भएको छ? हजुर, अवश्य सुन्दैछ सर। हजुर, यहाँहरू सबैलाई नमस्कार। अब मेरो प्रस्तुति सरले प्रेजेन्टेसन सेयर गर्नुभएको छैन कि? म सेयर गर्न खोजिरहेको छु। यो तल सेयर अप्सन छ। एकैछिन। क्लिक गर्नु।
सेयर भयो। हजुर सर भइरहेछ, हजुर भयो सर। है पुनः यहाँ सबैलाई म स्वागत गर्न चाहन्छु मेरो प्रस्तुतिमा। मेरो भिजिट चाहिँ 3 देखि 12 अगस्तसम्म थियो। एक्चुअली यो ट्राभल सहितको हो यो। यसमा चाहिँ म एक्लै थिएँ नागबाट, नेपालबाट। यो चाहिँ इम्प्याक्ट अफ क्लाइमेट चेन्ज अन टी प्रोडक्सन हिमालयन रिजन एन्ड इट्स एडाप्टेसन स्ट्राटेजी भन्ने एउटा इन्टरनेसनल कोअपरेसन प्रोजेक्ट छ चाइना र नेपालको बिचमा। त्यो सिलसिलामा म चाइना भिजिट गर्न गएको थिएँ। मेरो यो भिजिट गर्नुको पर्पज चाहिँ यो प्रोजेक्ट लन्च भएको प्रोग्रेस मिटिङ एउटा एटेन्ड गर्नु थियो र एउटा चाहिँ टी फार्मर्स र टी कम्पनीहरूको सर्वे पनि थियो। यो अगाडि बढिरहेको छैन। बढिरहेछ सर। बढ्यो है। यो ब्याकग्राउन्डको बारेमा कुरा गर्दाखेरि चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चिया उत्पादनमा विशेष गरेर तिब्बतको छेउछाउ र नेपालको हिमालयन रिजनहरूमा के असर पर्दैछ भन्ने सम्बन्धमा एउटा अध्ययन गर्नको लागि एउटा कोलाबोरेसन प्रोजेक्ट चाहिँ चाइना एकाडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ जियोग्राफिकल साइन्स एन्ड नेचुरल रिसोर्स सेन्टर त्यो बेजिङमा छ। उसले चाहिँ यो हामीसँग र इसी बोर्डसँग यो 3टा संस्था मिलेर यो एप्लाई गरेको थियो। एनएसएफसी भनेर उनीहरूको एउटा नेसनल साइन्स फाउन्डेसन छ, त्यहाँ एप्लाई गरेको यो कोअपरेसन प्रोजेक्ट हो। यो स्टडी भन्दा पनि एक्सपोजर टाइपको भिजिट गर्ने तरिकाले यो प्रोजेक्टहरू चाहिँ अहिले बिल्डअप भएको छ, ताकि यसबाट केही फाइन्डिङहरू आएछ अर्को लेभलमा फेरि अगाडि बढ्न सकिन्छ कि भन्ने तरिकाले। र यो पहिलो चरणमा चाहिँ जनवरीमा चाइनाको टोली चाहिँ नेपाल आउनुभएको थियो। 6 जनाको। उहाँहरूले इलाम, धनकुटा, झापा को भिजिट गर्नुभयो। म त्यो टिममा गएको थिएँ। अहिले चाहिँ यसमा अरू के फर्दर प्रोग्रेसहरू भएको छ भन्ने त्यो प्रोग्रेसको रिभ्यू विशेष गरेर एनएफएफसीबाट त्यो यो इन्स्टिच्युट अफ जियोग्राफिकल साइन्स एन्ड नेचुरल रिसोर्स सेन्टरलाई छोटकरीमा आइजिएसएनआरआर भन्दो रहेछ। यो आइजिएनएसआरमा 2टा प्रोजेक्ट परेको रहेछ उनीहरूको। हिमालयन रिजनमा ल्यान्ड एभान्मेन्ट भइरहेछ, त्यो किन भइरहेछ भन्ने कुराको पोलिटिकल काम गर्न खोजिरहेछ, एउटा चिया सम्बन्धी। अनि यो चियामा चाहिँ उनीहरूसँग पहिले अलरेडी स्टुडेन्टहरूले चाहिँ जिआइएसबाट सर्वे गरिरहेको रहेछ ओभर इयर के चेन्ज भइरहेछ भनेर। नेपालको पनि उनीहरूसँग जिआइएसको डेटाहरू छ र ओभर इयरको क्लाइमेट चेन्जकोसँग केही कोरिलेसन छ भन्ने कुराको उनीहरूको स्टुडेन्टले काम गरिरहेको छ। त्यो कुरा प्रेजेन्ट गर्ने र अर्को उनीहरूको विसान भन्ने एउटा सिटी छ फुजियन प्रोभिन्समा। त्यहाँ चाहिँ चियाको क्यापिटल जस्तो रहेछ त्यो सिटी चाहिँ। त्यहाँको 3 दिनको भ्रमण अनि त्यसपछि यो 1 दिनको प्रोग्रेस वर्कसप र के कोअर्डिनेसन भिजिटहरू गर्ने कार्यक्रम थियो यसमा। अब यसमा मैले के गरेँ भन्दाखेरि सबभन्दा पहिला सुरु चाहिँ म बेजिङ पहिलो दिन गएँ। दोस्रो दिनदेखि 3 दिनसम्म चाहिँ म त्यहाँ विजन सिटीमा चाहिँ 3 दिन लामो टीको फिल्ड सर्वे गएको थिएँ। त्यो क्रममा चाहिँ मैले किसानहरू अर्ग्यानिक इनअर्ग्यानिक दुवै तरिकाको चिया उत्पादन गर्ने किसानहरूसँग, टी ट्रेडर्सहरूसँग, प्रोसेसिङ मार्केटिङ गर्ने इन्डस्ट्री पिपुलहरूसँग र उनीहरूको इन्डस्ट्रीहरू पनि भिजिट गरेँ। र त्यसपछि त्यहाँबाट फर्केर आएँ। 1 दिन ब्रेक थियो। त्यसपछि चाहिँ आइजिएनएसआरआरमा बेजिङमा चाहिँ 1 दिनको त्यो प्रोग्रेस रिभ्यू वर्कसप थियो 2टा कोअपरेसनको, त्यसमा भाग लिएँ। र त्यो प्रोग्रेस रिभ्यू वर्कसपमा चाहिँ मलाई पनि एउटा पेपर प्रेजेन्ट गरेर लगाएको थियो, टी प्रोडक्सन इन नेपाल करन्ट सिचुएसन एन्ड च्यालेन्जेस भन्ने। त्यो प्रोजेक्टमा चाहिँ मैले पेपर प्रेजेन्ट गरेको थिएँ। र अब यसपछि मैले के फिलिङ गरेँ यसबाट आएको भन्दा चाहिँ चिया चाहिँ उनीहरूको कल्चर हो। चिया चाइनामै उद्गम भएको हो। र तपाईँ लेफ्ट साइडमा देख्न सक्नुहुन्छ चिया बस्ने खाने गर्ने उनीहरूको रुम हो यो एउटा है। सबैजना बस्यो गफ गर्दै
चिया खाँदै गर्न थाल्यो भने एक कप चिया खान्छौँ हामी नर्मल्ली, तर उनीहरूको त्यो चिया खान सुरु गरेपछि त्यो कति बेरसम्म खाइन्छ, के खाइन्छ, हो त्यो चिया नै खाँदाखेरि नि थरी थरीको चिया खाने त्यो कल्चर रहेछ, छलफल गर्ने, त्यो गफ गर्ने, भेटघाट गर्ने, त्यो चाहिँ हुँदो रहेछ उनीहरूको देशमा चाहिँ। अनि त्यो क्रममा के पाइयो भन्दाखेरि मैले योभन्दा अघिल्लो पार्टी पनि केही चिया पठाएको थिएँ, अहिले पनि केही चिया लिएर गएको थिएँ। हाम्रो चियाहरू उनीहरूकोसँग कम्पेरेबल छ, एकदम राम्रो गुणस्तरको छ, र हाम्रो चिया चाहिँ उनीहरूको भन्दा सस्तो छ। उनीहरूले इन्ट्रेस्ट देखाएको छ हाम्रो चियालाई चाहिँ लिएर जान सकियो भने भनेर। अनि तर त्यो गर्नलाई उनीहरूको यो बिचको फोटोमा तपाईँ देख्न सक्नुहुन्छ, क्युआर कोड स्क्यान गऱ्यो भने ट्रेसेबल हुँदो रहेछ, उनीहरूको ब्रान्डिङ गरेको छ, ट्रेसेबल सिस्टम छ, चिनको कुन ठाउँमा उत्पादन भएको, कुन किसानका उत्पादन भएको, त्यो सबै हुँदो रहेछ। एउटा प्याकेट छ, तपाईँले जो सानो देख्नुहुन्छ त्यो ठुलो प्याकेट हुँदैन, सानो प्याकेट 8 ग्राम चिया हुँदो रहेछ। त्यो 8 ग्राम चिया चाहिँ 5-7 जना मान्छेले 10-15 मिनट त्यो पानी थपी थपी खाने, त्यो त्यो तरिकाको। अनि यतापट्टि तपाईँले यो निलो देख्न सक्नुहुन्छ अर्को, अब यो चाहिँ 4000 आरएमबीको हो यो चियाको डब्बा है, आधी किलो पनि छैन, 300-400 ग्राम छ। चिया असाध्यै महँगो उनीहरूको बिक्री हुन्छ, र नेपालको लागि एउटा राम्रो एभेन्यू हुन सक्दो रहेछ यो चिया चाहिँ। यदि हामीले राम्रो क्वालिटीको चिया छ भनेर प्रुभ गरेर ब्रान्डिङ प्याकेजिङ गरेर पठाउन सक्यो भने चाहिँ अहिले इन्डियामा हाम्रो चिया 200-300 रुपियाँ किलो जान्छ, युरोप पुग्यो भने 1500-1600 रुपियाँ किलो, र चाइनाको मार्केट पेनिट्रेट गर्न सक्यो भने धेरै राम्रो मूल्य पाउन सक्छ। अनि यसमा यो क्रममा देख्दै जाँदा हामीले नेपालको चिया बगानहरू, बगैँचाहरू घुम्छौँ, फोटो खिच्छौँ, के देख्छौँ भन्दाखेरि उनीहरूकोमा चाहिँ टी गार्डनको सोइल हेल्थ मेन्टेन गर्नलाई इन्टरक्रपिङ गर्ने, सोयाबिनसँग रेपसिडहरू प्रयोग गर्ने, त्यो उसको मलहरू प्रयोग गर्ने चाहिँ एकदम राम्रो चलन रहेछ। यो तपाईँले देख्न सक्नुहुन्छ लेफ्ट साइडमा दुईवटा चियाको दुईवटा गल्ली बिचमा चाहिँ यसमा चाहिँ सोयाबिन लगाएको छ उनीहरू है। अनि यो यस्तो गर्न सक्ने। अनि अघि पनि कसैले प्रेजेन्टेसन गर्छ, हाम्रो टेक सरले गर्दैन, सेन्सर, वेदर डाटा, त्यो टी बगैँचाको पुरै चाहिँ राखेर यो टी कम्पनीमा राखेर यो बिचको फोटोमा उनीहरूले चाहिँ पुरै मोनिटरिङ गरेर आएको छ। सोइल, वेदर, सोलर पावर, लाइट ट्र्यापहरू प्रयोग गरेर इन्सेक्टहरूको मोनिटरिङ गरेर आएको छ, बायोलोजिकल कन्ट्रोल मिजरहरू प्रयोग गरेर उनीहरूले इन्सेक्ट पेस्टहरू म्यानेज गरेर आएको छ। अब यो चाहिँ अब अघि टेक सरले भने जस्तो फुल्ली हाइटेक त छैन, स्मार्ट त छैन, तर केही कुराहरू छ उनीहरूसँग, इन्फर्म डिसिजनको आधारमा मार्केट उनीहरूले प्रोडक्सन गरिरहेको छ। तर हामीले यदि चिया पठाउन चाहने हो भने चाहिँ चाइनिज ग्यापलाई फलो गर्नुपर्छ। तर यसको मतलब यो चाहिँ होइन कि हामी अर्ग्यानिकै हुनुपर्छ भन्ने छैन। मिनिमम एमाउन्टको पेस्टिसाइड प्रयोग गरेको तर क्वालिटी मेन्टेन गर्न सकियो भने पनि जान सक्दो रहेछ। अर्ग्यानिक भनेर त्यति धेरै उ त छैन, तर अर्ग्यानिक प्रडक्ट्सको चाहिँ मार्केट दरो छ, त्यो छुट्टै मार्केट छ, छन चाहिँ छ, अरू त्यो चाहिँ रहेछ उनीहरूको। अनि यो इन्ट्रेस्टिङ यहाँ प्रेजेन्टेसनमा मैले एउटा राख्न खोजेको, अहिले क्लाइमेट चेन्जमा पानी नपरिरहेको असरमा चाहिँ उनीहरूले एउटा प्रेजेन्टेसन गरेको थियो। यो चाहिँ ऱ्याटुन राइसको एरिया चाहिँ बढिरहेको रहेछ र प्रेजेन्टेसन गरेको थियो, र हामीले पनि यो कुराबाट लेसन लर्न गर्न सक्छौँ है जस्तो लागेको छ। हाम्रो चैते धान लगाउने, चैते धान लगाइसकेपछि त्यो हार्भेस्ट गर्दा अलिकति ठाउँ छोडिदिने, मलमा अलिकति पानी व्यवस्था गरिदियो भने अर्को उत्पादन हुन्छ। त्यसले गर्दाखेरि हामीले पानी कुर्नु पर्दैन, र हाम्रो मिडियम लेभलको उत्पादन, उनीहरूको हाई लेभलको उत्पादन भनेको 12 हुँदो रहेछ, मिडियम लेभलको उत्पादन भनेको 6 टन पर हेक्टर रहेछ। यो चाहिँ हामीले पनि नारको विभिन्न रिसर्च स्टेसन अघि अब हामीलाई सन्तोषजीले सुनिरहनु भएको छ, उहाँहरूले पनि अरूहरूले पनि गरेर केही हेर्नुपर्छ होला। यो चाहिँ इन्ट्रेस्टिङ लाग्यो। यो चाइनामा एकदम ठुलो रूपमा एरियाहरू म्यासिभ रूपमा बढिरहेको छ। क्लाइमेट चेन्ज कोप गर्नको लागि यसले कस्तो गर्छ, हामी कहाँ पनि एउटा स्टडी चाहिँ गर्नुपर्छ होला। उनीहरूको प्रेजेन्टेसनबाट मैले बुझेको यो हो। अर्को चियातिरै आउँदाखेरि चाहिँ यो तपाईँले लेफ्टतिर देख्न सक्नुहुन्छ, विभिन्न प्रकारको चिया, ओलम चिया, यो चिया, ऊ चिया भनेर उनीहरूको ब्रान्डिङै त्यसको सेग्रिगेसन गजब छ। र उनीहरूले यो बिचमा मेरो फोटोको छेउमा चाहिँ त्यो चियाको भेराइटी डेभलप गर्ने रिसर्चरहरू, साइन्टिस्टहरूको फोटो राखिदिएको छ है उनीहरूको बगैँचामा। यो टिमले चाहिँ काम गरेको, यो एउटा कम्पनी रहेछ, यो कम्पनीसँग चाहिँ 300 भन्दा बढी जात चाहिँ यो कम्पनीले डेभलप गरेको रहेछ। अनि यो चाहिँ युनिभर्सिटीमा टाइप गरेर डेभलप गरेको हो, र एक्नोलेज गरेको छ। हामीले पनि त्यसो गऱ्यो भने हाम्रो रिसर्चरहरूलाई
धानमा गहुँमा चियामा गर्नेहरूलाई एक्नोलेज गर्नको लागि यस्तो बनाएर राखिदियो त्यो ठाउँमा चाहिँ यहाँ उनीहरूले गरेको काम हो भने पनि अलिकति प्रेज गरेको जस्तो हुन्छ कि जस्तो लाग्यो। एउटा सिक्नुपर्ने कुरो यो हो जस्तो लाग्यो। अनि अर्को चाहिँ यो ठुलो रुख एकासी बिचमा ल्याएर उनीहरूले लगाइदिएको छ हेर्नु, झ्याप झ्याप लगाएर तिनतिरबाट लगाइदिएको छ। वेदर सेन्सरहरू छ यतापट्टि राइट साइडमा, अनि लाइट ट्र्यापहरू छ। अब यस्तो चिजहरू चाहिँ उनीहरूले युज गरेको छ। त्यो चाहिँ हाम्रो बगैँचाहरूमा त्यस्तो चाहिँ कम देख्छौँ हामीले। र अर्को इन्ट्रेस्टिङ लागेको प्रोडक्ट डाइभर्सिफिकेसनमा काम गरेको विभिन्न टीमा बेस भएको लिक्विड प्रोडक्टहरू छ, खानेकुराहरू छ। अब आइस टीहरू बन्छ, त्यस्तो विभिन्न प्रोडक्ट। हामी चाहिँ चिया भने सुक्खा चिया मात्रै हो बिक्री गरौँ भन्ने लाग्छौँ, र विभिन्न चियाको प्रोडक्टहरू बिक्री गर्न सकिन्छ। अनि उनको रिसर्च स्टेसनमा चाहिँ कुन शत्रु किरा कुन मित्र किरा भनेर सबै किराहरू राखेको छ। रातो निलो हरियो कलर लगाएर किराको छेउमा कलर लगाएर राखिदिएको छ। यो चाहिँ इन्ट्रेस्टिङ लाग्यो। यो किरा चाहिँ हामीले जोगाउनु पर्दो रहेछ, यो चाहिँ मार्नु पर्दो रहेछ भनेर भिजिटरहरूलाई देखाउनुको लागि एउटा इन्ट्रेस्टिङ हुनसक्छ भनेर मैले यसमा यो देखाउन चाहेँ। अब नार्कमा कुरा गर्ने भने अहिले धेरै कुराहरू गरे जुन गर्न सकिन्छ भनेर त मैले भनिसकेँ। तर अहिले चाहिँ कासले चाहिँ इन्ट्रेस्ट देखाइसकेको छ नार्कसँग एउटा एमओयू गरेर भोलिको दिनमा बिग ग्रान्टहरू एप्लाई गरौँ न भनेर उनीहरूले इन्ट्रेस्ट देखाएको छ। सायद त्यो पनि हाम्रो इन्ट्रेस्टमा पर्छ होला। र भोलि चिया अलैँची लगायत अरू स्टुडेन्ट एक्सचेन्ज ट्रेनिङ अरू अपर्च्युनिटीहरू पनि हुनसक्छ यसमा, जस्तो चाहिँ मैले फिल गरेको छु। यति भन्दै मेरो प्रस्तुति सघाउँछु। हस्, धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच सर। म चाहिँ अघिको प्रेजेन्टेसनमा चाहिँ हाम्रो सन्तोष सरले प्रेजेन्टेसन गर्नुभएको हाम्रो रविन्द्र सर र नरमाया म्याम, तपाईँको केही कुरा छ भने क्विकली राखिदिनु होला। हजुर केही एउटा एड अन गर्नुपर्ने छ भने क्विकली राखिदिनु होला, रविन्द्र सर र नरमाया म्याम। तपाईँहरूको लर्निङ्स केही छ भने। ओके, छैन क्वेसन्स कसैको केही छ भने। सबै सर्वरलाई नमस्कार। म रविन्द्र प्रसाद शाह, राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम वरिष्ठ प्राधिकृत। खास गरी हाम्रो जाइकाकोबाट जुन यो सिड क्वालिटी कन्ट्रोल सम्बन्धी ट्रेनिङमा हामी सहभागी हुँदाखेरि केही सिक्ने पर्ने कुराहरू त छ, तर हामीले सिक्नुपर्ने भन्दा पनि त्यहाँको जुन खास गरेर रुल रेगुलेसनहरू छन् जुन स्ट्रिक्टली उनीहरूले फ्लो गरेका छ, त्यो रुल रेगुलेसनले गर्दाखेरि उनीहरूले अलिकति बढी एडभान्स भएको हो जस्तो मैले महसुस गरेको। गर्ने कुराहरू अलिक केही कुराहरू त फरक त अवश्य छ। जस्तै कि अब हामीले जस्तै सिडको उनीहरूको जुन सिड प्रोडक्सनको जुन प्लान छ, जस्तै कि ब्रिडर्स अघि हाम्रो सन्तोष सरले प्रेजेन्टेसन गरिसक्नु भयो कि उनीहरूको प्लान जुन छन् कति अब प्रिफेक्चर वाइज चाहिँ पहिले प्लानिङ गर्ने, कति क्वान्टिटी सिड चाहिन्छ, त्यसपछि आफ्नो प्रिफेक्चरमा कति सिड चाहिन्छ, कति सिड चाहिँ बाहिर सप्लाई गर्न सकिन्छ, त्यो कुरा छ भने। अर्को कुरा के छ भने उनीहरूबाट एउटा टिमले एउटा भनौँ नि अब त्यहाँको कृषि मन्त्रालय र त्यहाँको कृषि सहकारी र त्यहाँको प्राइभेट सेक्टरहरू सबै मिलेर त्यो फिल्ड प्लानिङ गरिसकेपछि त्यसको फिल्ड कस्तो छ, फार्मर्स कस्तो छ, त्यो फिल्ड कस्तो छ, फेरि यी प्लानिङका कुराहरू जुन छन् बहुत एडभान्स थियो। त्यो हाम्रो लागि एउटा चाहिँ सिकाइको कुरा जस्तो लाग्छ कि मलाई। र उनीहरूको जुन एउटा देखे जम्मा यिनीहरूको 5-7वटा भेराइटी जुन छन्, हाम्रो चाहिँ के छ भने धेरै भेराइटीहरू डेभलप गर्ने र उही डायरी कृषि डायरी भर्ने काम बाहेक अरू खासै 5-7वटा भेराइटीले अहिले पनि नेपालमा धानको हेऱ्यो भने 10-12वटा भेराइटीले काम गरिराखेको छ। बाँकी जातहरू चाहिँ उयो डायरीमा मात्रै सीमित छन्। त्यस्तै जापानमा थोरै भेराइटीहरू सिफारिस गर्ने र त्यो भेराइटीहरूको चाहिँ एरिया चाहिँ एकदमै व्यापक रूपमा, जस्तै कोशी खाडी भेराइटी छ, टोटल जापानको टोटल एरियाको 35देखि 36% एरिया चाहिँ उनीहरूले कभरेज गरेका छन्। त्यसरी चाहिँ उनीहरूले अलिकति, र त्यसको सिड मेन्टेन सिस्टम जुन थियो हामीले रिसर्च स्टेसनमा ओन्ली चाहिँ ब्रिडर सिड फाउन्डेसन सिड उनीहरूसित न्युक्लियर सिडको छँदै छैन प्रावधान। उनीहरूले ब्रिडर सिड प्रोडक्सन गर्ने, फाउन्डेसन सिड प्रोडक्सन गर्ने र रजिस्टर्ड सिड चाहिँ अनुसन्धान केन्द्र फार्मभित्र ओन्ली चाहिँ कमर्सियल सिड मात्रै चाहिँ फार्मर्स कहाँ दिने र उनीहरूको सिड रिप्लेसमेन्ट रेट जुन छन् 100% राइसमा छ। र उनीहरू धेरै बालीहरूमा पनि काम गरेका छैन। मेजर जापानमा देखेको हामीले भिजिटको क्रममा र ट्रेनिङ क्रममा खास गरेर राइस
र सोयाबिन र बार्ली तीनवटा क्रपमा यसरी हामी धेरै कुराहरू र उनीहरूको अलिकति एडभान्स के छ भने उनीहरू प्युरिटी मेन्टेन गर्न जेनेटिक प्युरिटी मेन्टेन उनी डिएनएसम्म पनि पुगिसकेका छ। त्यहाँसम्म हामीले डिएनए परीक्षण जस्तै कि उनीहरू ट्यागिङ र हामी प्याकेजिङ भन्दा पहिले प्रोसेसिङ पछि उनीहरू डिएनए परीक्षण गर्छ र त्यो डिएनए परीक्षण गरेपछि मात्रै उनीहरू चाहिँ बिउ चाहिँ सबलाई यी कुराहरू हामीलाई केही कुराहरू जुन चाहिँ अलिकति सिकाएको क्रममा एकदमै राम्रो लाग्यो। अरूको रिसर्च सिस्टमहरू जुन हाम्रो नेपालमा जुन रिसर्च सिस्टमहरू फ्लो गरिराखेका छ करिब करिब उस्तै मलाई लाग्यो। खास गरेर सिड सिक्नु र हामीले त्यहाँबाट सिक्नुपर्ने खास गरी मेजर रिसर्चको कुरा र प्रोडक्सन र उनीहरूले जुन फ्लो गरिराखेका छ खास गरेर ब्रिडर सिड कसरी प्रोडक्सन गर्ने। हाम्रो मेथड चाहिँ पेनिकल टु रो मेथड्सबाट हामी न्युक्लियर सिड र ब्रिडर सिडमा जान्छौँ भने उनीहरूको लाइन कल्टिभेसन मेथड्सबाट जुन गइराखेको छ त्यो चाहिँ हाम्रो लागि अलिकति राम्रो सिकाएको कुरा हो। खास गरी मैले भन्नुपर्ने यति हो। हस् त, धन्यवाद। हस् हस्, थ्याङ्क यू रोहन सर। नरमाइमा पनि केही छ हजुरको क्लिइराख्नु होला छ भने, छैन भने छैन भन्नुभयो नि हुन्छ। हो रे, सबैलाई नमस्कार। म नरमा श्रेष्ठ, म चाहिँ कृषि अनुसन्धान निर्देशालय तराटाबाट। धेरै कुरा त हाम्रो सन्तोष सर र रविन्द्र सरबाट आइसक्यो। टेक्निकल पार्ट सबै अब उहाँहरूबाट आयो। अब मैले चाहिँ सबै कुरा अब दोहोरिने नै हो भन्दाखेरि अब अलिकति मलाई लागेको अलिकति मेरो अनुभूति चाहिँ थोरै भन्न मन लाग्यो। जापानको टेक्नोलोजीहरू एकदमै एडभान्स छ, त्यो हजुर सबैलाई थाहा भयो, अहिलेको प्रेजेन्टेसनबाट पनि थाहा भइसक्यो। अनि त्यो उनीहरूको एडभान्स टेक्नोलोजीबाट पनि हामीले यहाँ चाहिँ केही त गर्न सकिन्थ्यो होला कि जस्तो मलाई लागेको चाहिँ। अब म त एउटा फार्म केन्द्रभित्र बसेको मान्छे हो, बाहिर त्यति थाहा छैन, गएको पनि छैन। अनि जुन उहाँहरूको चाहिँ त्यो सिड प्रोडक्सनको म्यानेजमेन्ट पार्टको अलिकति मैले चाहिँ टेक्निकल पार्ट पनि म्यानेजमेन्ट पार्टको कुरामा मैले चाहिँ देखेर यहाँ गर्न सकिने भनेको चाहिँ एउटा हाम्रो यो जुन फार्म केन्द्रहरू जति छन् अन्तको थाहा छैन मलाई। तराटाको केसमा भन्दाखेरि चाहिँ एकदम त्यो जग्गाको लेभलहरू मिलेको छैन हाम्रो। यति गाह्रो छ हामीलाई यहाँ सिड प्रोडक्सन गर्नको लागि कि एउटा गरामा ट्र्याक्टर लगेर जोत्यो भने चाहिँ त्यो ट्र्याक्टर त्यहाँ फस्छ, त्यसलाई निकाल्न गयो अर्को पनि फस्छ, अर्को फस्छ, अन्तिममा जेसिबी ल्याएर चाहिँ ट्र्याक्टर उचाल्नु निकालेर ल्याउनु पर्ने हामीलाई बाध्यता त्यो छ। हाम्रो तराटाको केसमा भन्दैछु है सर मैले। अनि त्यहाँको चाहिँ एकदमै सबैभन्दा पहिलो बेस चाहिँ एकदम जग्गाको लेभलिङ मिलेको, सिँचाइ र निकासको एकदम टक्क सिम्पल टेक्नोलोजी लगाएको छ। सिँचाइ यसरी गर्ने, हामी उनीहरूको सिँचाइ त्यो कुलो बाँध्नेमा पनि उनीहरूको एउटा कोदालो खन्नु पर्दैन, एउटा पाइप मात्रै अलिकति कुलोभन्दा माथिको लेभलको पाइप मात्रै राख्दियो भने चाहिँ अटोमेटिकली त्यो कुलोतिर पानी फर्किन्छ, जग्गातिर जाँदैन, निकास त्यस्तै। यति आनन्दको सर त्यो होइन। त्यो त हामीले पनि यहाँ त चाहियो भने त सकिन्थ्यो होला नि, सबैले चाहेको भए, एउटा फार्म केन्द्रले चाहेको भए। एउटा जग्गाको लेभलिङ चाहिँ एकदमै मैले चाहिँ यहाँ भोगेको र त्यहाँ देखेको र हामीले यहाँ त यदि चाहियो भने गर्न सकिने तराटाको केसमा भन्दैछु सर मैले। एउटा त्यो। अनि अर्को चाहिँ यहीँको केस हो, अब सरसफाइको कुरामा एकदमै राम्रो देख्यौँ जापानमा। जो सिड प्रोडक्सन एरियामा यति धेरै राम्रो सरसफाइ छ, एकदम क्लिन छ, त्यहाँको राम्रो छ। अनि त्यो भएपछि एक त जग्गाको बिउ पनि राम्रो देखिने, एकैचोटि फ्लावरिङ मेजोरिटी पनि हुने। अनि त्यो सरसफाइ भएपछि त ग्रेडिङ सिस्टम सबैमा चाहिँ त्यसले राम्रो सपोर्ट गर्दै गयो नि त। हाम्रो त सुरुमै नराम्रो भएपछि अनि ग्रेडिङमा पनि तनाव, टेस्टमा पनि तनाव, सबै तनावै तनाव भोग्दो रहेछौँ कि हामीले सुरुमा बिगारेपछि चाहिँ। अर्को लागेको मलाई हाम्रो चाहिँ अब यो कोशी प्रोभिन्सको कुरा गर्दाखेरि चाहिँ हाम्रो सिड प्रोडक्सनको कार्ययोजना चाहिँ अलिकति नमिलेको हो कि सबैले चाहिँ अब जस्तै हाम्रो कोशीमा अब तराटा सिड प्रोडक्सन गर्छौँ, जुटले गर्छ, अब तुनरडाँगी गर्छ, अरू सहकारीहरूले सङ्घहरूले पनि गरिरहेको छ। सबैले चलेकै भेराइटी मात्रै गर्न खोज्ने के। अनि तराटाले पनि हर्दिना छ गरेछ, जुटले पनि त्यही गरेछ, अरूले पनि त्यही गरेछ। माग गर्नेले पनि कहाँ गर्ने, कति मात्रामा गर्ने, त्यो एउटा चाहिँ हाम्रो यो कम्तीमा पनि कोशी प्रदेशले मात्रै पनि फल्नाले यति मात्रै गर्ने है, यो भेराइटी मात्रै गर्ने भनेर एउटा चाहिँ राम्रो एउटा छलफल भइदिएको भए हामीलाई सजिलो हुन्छ कि न कि हामीले धेरै भेराइटी गर्नु नपरोस् सिड प्रोडक्सनको केसमा। अनि त्यस्तै गरेर चाहिँ अब यो चाहिँ ब्रिडर सिड र फाउन्डेसन सिडको केसमा मात्रै भन्दैछु मैले। यो चाहिँ हामीले पनि गर्न सकिने रहेछ, किनभने हामी धेरैमा किन चाहिँ त्यो भेराइटी गर्न जाने, तनाव किन बेहोर्ने भन्ने कुरा। अनि अर्को चाहिँ
हामीले जति पनि हाम्रो यहाँ मेसिनरी चिजहरू चाहिँ मेकानाइजेसन जानुपर्छ भने सबैलाई लागेको छ, मेकानाइजेसन गर्नु पनि पर्छ। तरराको फार्म केन्द्रमा पनि नभएको होइन, केही चिजहरू धेरै आएको छ, सपोर्ट धेरै छ, मेसिनहरू पनि धेरै छ। तर के छ भन्दाखेरि त्यो मेसिनहरूको चाहिँ धेरै जसो चाहिँ फङ्सनलेस छ। त्यो मेसिन आयो, त्यो चलाउने कसरी, कहाँ युज गर्ने, अनि जबरजस्ती कसैले अलिअलि गरिराखेको छ, त्यो चाहिँ जबरजस्ती जस्तो भनौँ न। अनि मैले भन्न खोजेको त्यो मेसिन ल्याइसकेपछि कमसेकम त्यसको अपरेटर चाहिँ अलिकति राम्रो भइदिनु पर्यो, राम्रो। अनि त्यसलाई चाहिँ ट्रेनिङ दिएर सिकाएर राखेर त्यो सम्बन्धी चाहिँ त्यो मेसिनले राम्रो जुन क्यापेसिटी त्यसको मेसिनको छ त्यो हामीले युज गर्न सकिरहेको छैनौँ। जस्तै हाम्रै यहाँ एउटा सिटको चाहिँ ड्रायर छ। अब जापानमा त्यस्तो राम्रो ड्रायरले काम गरेको छ, हामी यहाँ हामीसँग ड्रायर छ, हामी लगाएर मरि बिउ सुकाउनु पर्छ हाम्रो चाहिँ यहाँ चटेलमा। अनि त्यो हाम्रो मेसिन त त्यत्रो कति दुःख गरेर ल्याएको थियो होला, अनि त्यो मेसिन चलाउन सकेका छैन हामीले। चलाउन सुरु गरेको 2 बेला धान लगाएको, 2 बेला मेसिन धान त मेसिन भित्रै हरायो, कहाँ हरायो निस्किँदै छिँदैन बाहिर। त्यस्तो केस छ सर हाम्रो चाहिँ। मैले अनि त्यो भएकोले कुनै पनि सामान राइस ट्रान्सप्लान्टर किन नहोस् अथवा ग्रेडर नै किन नहोस्, ड्रायर नै किन नहोस्, अथवा कुनै सानो सानो मेसिन पनि यदि हामीले खरिद गरियो भने यहाँको आवश्यक हो कि न त्यो। अर्को कुरा चाहिँ त्यो चलाउन मान्छे चाहिँ एकदम तालिम प्राप्त अथवा सिकाइदिनु पर्यो राम्ररी, भन्न खोजेको मैले त्यो। अनि अलिकति मैले जापान थोरै समय जापान जाने मौका दिनुभयो, एक मिनेटमा सिधाउनु होला है नर्माजी। धन्यवाद सबैलाई। अनि मैले एउटा आफूले अलिकति फिलिङ गरेको के भन्दाखेरि यो सिट सम्बन्धी म त कहीँ त्यति साह्रो बाहिर गएको थिएन, त्यहाँ आउँदा धेरै कुराहरू देखियो जानियो। र हामीलाई पनि साधारण यो कमसेकम यस्तो छलफलमा उसमा यो बिउ सम्बन्धी काम गर्ने कर्मचारीहरूलाई चाहिँ बिउ सम्बन्धी छलफलहरूमा चाहिँ सहभागिता गराइदियो भने कति राम्रो हुन्थ्यो होला। हामी पनि बाहिरको ट्रेन कस्तो छ बिउको, यहाँ कस्तो भइरहेछ, हामीले गरेको ठिक छ कि छैन भनेर स्वमूल्याङ्कन गर्न सक्थ्यौँ होला भन्ने लागेको छ। त्यति हो मेरो अनुभूति मात्रै भन्न खोजेको। सक्दो सहयोग गरिदिनु भए राम्रो हुन्थ्यो। हस्, धन्यवाद। धेरै धन्यवाद आफ्नो इन्साइट राखिदिनु भएको। अरू क्वेसन्स कसैको केही छ भने राखौँ, नभए चाहिँ ओके। विवेक दाइले एउटा चाहिँ च्याटमा तररामा लेजर ल्यान्ड लेबर छैन भनेर सोध्नु भएको छ, छैन त्यहाँ तररामा? म्याडमले अघि एड्रेस गरिसक्नु भयो, मेरो क्वेसन हेर्नु भएको थियो होला सायद। ए राइट ओके हस्। छन त छ होइन, तर प्रयोगमा आएन भन्ने कुरा ए ओके हस् हस् हुन्छ। एकदम सर, एउटा त्यसको के बिग्रिएको छ त्यो बिग्रेको पनि बनाउन सकेको छैन। हस् हुन्छ ल। ओके, अरू त्यस्तो कसै केही छैन भने चाहिँ म क्विकली आजको यो मिटिङलाई क्विकली समराइज गरेर यसलाई अन्त्य गरिदिनु हुन चाहिँ म हाम्रो टेक सरलाई, हाम्रो प्लानिङ चिफ सर हुनुहुन्छ उहाँलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद रोशनजी। आजको 4 जनाको हामी भन्नाले अब 4वटा प्रस्तुतिहरू रह्यो, असाध्यै चाहिँ लेसन लर्न भएको चाहिँ अनुभूति भइरहेछ। सुरुमा हाम्रो डाक्टर भट्टराईले प्रस्तुत गर्नुभयो, उहाँको चाहिँ यो एग्रो इकोलोजीले चाहिँ सस्टेनेबल फुड सिस्टमलाई कसरी सस्टेनेबल ट्रान्सफर्मेसन गर्ने भन्ने सम्बन्धमा थियो। उहाँले चाहिँ केही च्यालेन्जेसहरू र त्यसमा चाहिँ वे फरवर्ड पनि प्रस्तुत गर्नुभयो, असाध्यै सान्दर्भिक थियो। उहाँको अब अनुभव पनि यहाँ सेयर गर्नुभयो। उहाँले चाहिँ प्रस्तुत गर्नुभएको कुराहरू असाध्यै हाम्रो लागि चाहिँ अब नागले चाहिँ त्यसलाई चाहिँ एउटा अब प्रोजेक्ट, मेगा प्रोजेक्टको रूपमा चाहिँ कसरी हाम्रो चाहिँ सस्टेनेबल ट्रान्सफर्मेसन गर्न सकिन्छ त फुड सिस्टमलाई भन्ने एउटा प्रोजेक्ट बनाउन पनि आवश्यक देखियो र सार्क रिजनकै लागि चाहिँ एउटा चाहिँ अब मेगा प्रोजेक्ट गर्न सक्ने सम्भावना देखाउनु भयो, असाध्यै राम्रो। अब दोस्रोमा म आफैले प्रस्तुत गरेको थिएँ। अब मेरो जिस्ट चाहिँ टेक होम मेसेज चाहिँ के थियो भनेदेखि अब यो चाइनाको कन्डिसनबाट सिकेर आउने कुराहरू चाहिँ 2टा जस्तो लाग्यो। एउटा चाहिँ हाइली डिसिप्लिन, त्यहाँ चाहिँ लिडरलाई चाहिँ आफ्नो बोसलाई लिडर भन्छन् र त्यो चाहिँ हाइली डिसिप्लिन, दायाँ बायाँ केही पनि छैन, हाइली डिसिप्लिन। र अर्को चाहिँ असाध्यै हार्डवर्किङ, होइन स्मार्ट वर्किङ हुन सिक्दैछन् त्यो पनि होइन, स्मार्ट एग्रिकल्चर भएकोले, तर हार्डवर्किङ त्यहाँ चाहिँ धेरै नै हार्डवर्किङ देखियो। यो 2टा चाहिँ लेसन लर्न चाहिँ डिसिप्लिन र हार्डवर्किङ मैले त्यहाँबाट टेक होम मेसेजको रूपमा लिएको चाहिँ। अर्को हाम्रो अब डाक्टर सन्तोषजीले प्रस्तुत गर्नुभएकोमा हाम्रो चाहिँ अब रविन्द्रजी र नर्माजीले पनि हाइलाइट गर्नुभयो, असाध्यै राम्रो कुराहरू चाहिँ प्रस्तुत गर्नुभयो डाक्टर सन्तोषजीले। अब किनभने हाम्रो सिड सिस्टमलाई कसरी चाहिँ जापानकोसँग गर्ने भन्ने उसमा चाहिँ एकदम महत्त्वपूर्ण कुराहरू अब नारोसँग त्यहाँ
र हेर्नुभएको कुराहरू अनि त्यहाँको पोलिसीसँग हाम्रो चाहिँ टाइअप कसरी गर्न सकिन्छ त हामीले के सुधार गर्न सकिन्छ अब ब्रिडर सिड र फाउन्डेसन सिडलाई चाहिँ गभर्मेन्ट सिस्टमले गर्ने र सर्टिफिकेसनको जुन चाहिँ 5वटा होइन अथोरिटी बडीले एकैचोटि इन्सपेक्सन गरेपछि मात्रै सर्टिफाई गर्ने भन्ने पद्धति जुन चाहिँ असाध्यै राम्रो लाग्यो र लेसन लर्डको रूपमा उहाँले धेरै नै कुराहरू चाहिँ जुन हाम्रो लागि नार्कको लागि हाम्रो साइन्टिस्टहरूलाई काम लाग्ने कुराहरू चाहिँ उहाँले प्रस्तुत गर्नुभयो असाध्यै राम्रो लाग्यो। अब चौथोमा डाक्टर उमेशजीले प्रस्तुत गर्नुभयो टीको बारेमा होइन असाध्यै राम्रो चाहिँ ल्याउनु भयो। अहिले हाम्रो चाहिँ टी भनेको एक्सपोर्टेबल कमोडिटीको एकदम चाहिँ हाई रेन्जमा हुन्छ कार्डमम पछि होइन। अब यसले गर्दा पनि हाम्रो चाहिँ अझ यो अर्ग्यानिक टीको बारेमा त अझ महत्त्वपूर्ण छ एस्पेक्ट। यो चाहिँ चाइनामा टीको असाध्यै महत्त्वपूर्ण खपत हुँदै रहेछ र त्यहाँ चाहिँ हाई क्वालिटी टी उत्पादन हुने उनीहरूले कन्ज्युम गर्नलाई पनि प्रडक्ट डाइभर्सिफिकेसन गरेको कुराहरू सेयर गर्नुभयो। अब हामीले पनि त्यो लाइनमा सोध्ने र त्यहाँ चाहिँ एमयु गरेर एमयु गर्न सकिन्छ एकदमै इनलाइन विथ नार्कको चाहिँ उसमै पर्छ र यो एमयु गरेर हामीले पनि उनीहरूसँग मिलेर रिसर्च गर्न सकिन्छ र म चाहिँ डाक्टर उमेशलाई यसको बारेमा लिड लिनलाई चाहिँ अनुरोध गर्दै आजको यो प्रस्तुति असाध्यै लेसन लर्नको रूपमा राम्रो लाग्यो। यसरी नै हामीले चाहिँ सधैँ सेयर गऱ्यौँ भने अवश्य पनि केही न केही नयाँ चाहिँ हामीलाई अलिकति घचघच्याउँछ नयाँ आइडिया दिन्छ यसले। र म चाहिँ अब अन्तमा के अनुरोध गर्छु भने हामीले प्रस्तुत गरेको पिपिटी पनि हामीले चाहिँ एक आपसमा सेयर गर्ने अथवा कुनै एउटा चाहिँ फोल्डरमा हाम्रो चाहिँ छात्रवृत्तिमा राख्ने व्यवस्था गर्यो भने त्यसले चाहिँ अझ हामीलाई चाहिँ ब्याक भएर हेर्नलाई सजिलो हुन्छ भन्दै आजको मेरो भनाइ यहीँ रहन्छ। हस् सबै प्रस्तुति गर्ने साथीहरू प्लस हाम्रो चाहिँ अब अनलाइनमा जोडिनुभएका साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो फललाई असाध्यै फलदायी नै भन्छु मैले यो किनभने यस्तो लेसन लर्न गर्न जहाँबाट पाइन्न किनभने यो त डाइभर्सिफाइड नलेज चाहिँ हामीले चाहिँ यहाँ ग्यादर गरिरहेको छौँ। एउटा देशबाट मात्रै आएको छैन धेरै देशबाट यो लन्च गरेर आएको साइन्टिफिक कुराहरू चाहिँ हामीलाई कसरी काम लाग्छ भन्ने कुराहरू हामीले त्यसलाई सोच्यौँ भने राम्रो हुन्छ। यो भन्दै मैले चाहिँ आजको यो कार्यक्रमको आयोजना गरेर यति धेरै चाहिँ मिहिनेत साथ गर्नुभएको रोशनजीलाई धेरै धेरै धन्यवाद। प्लस हाम्रो चाहिँ सावित्री म्याडम सुनिरहनु भएको होला उहाँ छात्रवृत्तिबाट होइन उहाँले चाहिँ यति धेरै चाहिँ इन्ट्रेस्ट राखेर काम गरिरहनु भएको छ। धन्यवाद दिँदै म चाहिँ मेरो 2 शब्द यहीँ टुङ्ग्याउँदै यहाँहरूलाई फेरि पनि हामी फेरि जोडिनेछौँ अर्को कुनै पनि उसमा चाहिँ फेरि आगामी दिनमा फेरि जोडिनेछौँ भन्ने आशा गर्दै धन्यवादका साथ थ्याङ्क यू सर बिदा हुन चाहन्छु। सावित्री म्याम तसो हजुर क्विकली केही छ र नभए मिटिङलाई एन्ड गरौँ। हजुर रोशनजी सुनिन्छ? हजुर सुनिन्छ एकदम सुनिन्छ। हजुर हजुर नमस्ते सम्पूर्ण उपस्थित हुनुभएका कर्मचारीहरू वैज्ञानिकहरूलाई र आजको यो प्रेजेन्टेसन पनि अत्यन्तै सान्दर्भिक एकदमै जानकारीमूलक नै भएको पाएको छु र हाम्रो कार्यकारी निर्देशक सर र प्लानिङ डाइरेक्टर चाहिँ आज बस्न सक्दिनँ भन्नुभएको थियो। उहाँले पनि रोशन सरले यो रेकर्ड गरिरहनु भएको छ उहाँले हेर्न खोज्नु भएको छ र यसलाई हामीले आज जे कुराहरू प्रेजेन्टेसन गरेका छौँ त्यसलाई चाहिँ वेबसाइटमा पनि राख्ने व्यवस्थाको लागि चाहिँ व्यवस्था गर्नु भन्ने आदेश भएको छ। रोशन सरले खै अरू के वेबसाइटमा त राखिएको छैन नि है रोशन सर? राखेको छैन। अब त्यसलाई चाहिँ हामीले रेकर्डिङलाई रेगुलरली अपडेट गर्नुपर्छ हामी त्यसको लागि चाहिँ सल्लाह गर्छौँ। हजुर यो पनि राख्ने भइरहेको छ। यो अत्यन्तै जानकारीमूलक र एकदमै एक आपसमा चाहिँ आइडिया सेयर गर्ने कुराहरू भएको पाएको छु मैले पनि। र सम्पूर्ण आज प्रेजेन्टेसन गर्नुहुने डाक्टर ध्रुवराज भट्टराई, डाक्टर टेक प्रसाद गोतामे, डाक्टर सन्तोष राज त्रिपाठी, डाक्टर उमेश कुमार आचार्य, रविन्द्र प्रसाद शाह, मिसेस नरमाया श्रेष्ठज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आफ्नो तर्फबाट र मेरो छात्रवृत्ति महाशाखाको तर्फबाट पनि र अरू अन्य कार्यक्रमहरूमा पनि फेरि जोडिने आशा गर्दै आजको लागि चाहिँ अन्त्य गर्न चाहन्छु। मेरो भनाइ यति नै छ। हस् धन्यवाद। ल सबैजनालाई जोडिनु भयो कि फेरि रिप्रेजेन्टेटिभलाई सबैलाई धन्यवाद दिँदै यो मिटिङ यहीँ इन्ड भएको। थ्याङ्क यू।